अब यो अब जेनरल अब हाम्रो के भन्ने एउटा साथी फ्यामिली अथवा हाम्रो अन अर्गनाइजेसन कुरा भएको हुनाले अब कतिपय कुरोहरू चाहिँ विशेष गरी यो राजनीति जातीय होइन रेसको कुरोहरू चाहिँ अब अहिले चाहिँ अब एकदमै सेन्सिटिभ हो नि त त्यो अब एकदमै बोल्दाखेरि धेरै कुरोहरू याद गर्नुपर्छ क्या नभए त अब त्यो अब जान्छ गएपछि अब सबै आइहाल्छ नि त अब त्यसको ब्याकफायर क्या राम्रो हुँदैन यसो गरौँ अब हामी किरात राई यायुखा युकेमा आबादी छौँ हामी राई पनि हौँ होइन हामी आफ्नै घरतिरै जाउँ होला अब हुन्छ थ्याङ्क यू आफ्नै घरतिर जाँदा चाहिँ अलिकति फ्रिली पनि बोल्न पाइयो नि त आफ्नो घर हो भनेर यो किरात राई यायुखा नेपालमा त अब हामी पहिलादेखि नै अब भइरहेछौँ जब जन्मैदेखि नै अब हाम्रो पुर्खाहरूले गरिराख्नु भएको 2, 4, 5, 10 साल अब होइन भनौँ न धेरै नै धेरै पहिलादेखि भनौँ न अब नेपालै सुरुवात भएको किरात राई यायुखा भन्छ नेपालमा छ तर युकेमा चाहिँ हामीले किरात राई यायुखा युके ल्याउनुको एउटा सन्दर्भ के थियो होला लक्ष्य होइन र अनि कहिले सुरु भयो जस्तो लाग्छ थ्याङ्क यू भान्जा अब बेलायतको सन्दर्भ भन्दाखेरि यहाँले अलिकति उठाइहाल्नु भयो नेपालको पनि जब नेपालमा नयाँ व्यवस्था आएपछि चाहिँ त्योभन्दा पहिला चाहिँ जति पनि यो जातीय अथवा कुनै राजनीतिक अब एउटा सङ्गठनहरू सङ्घहरू खोल्नु एकदमै प्रतिबन्ध थियो नि त होइन अनि मैले इतिहासमा हेर्दा अथवा नेपालको हाम्रो यायुखाको व्यक्तित्वहरूसँग सोध्दा चाहिँ नेपालमा चाहिँ 1990 साल ईस्वी सम्बत 2047 साल विक्रम सम्बतमा स्थापना भएको रहेछ र त्यसरी नै अब अहिले यायुखा नेपालमा पनि किरात राई यायुखा नेपालको पनि त्यो सङ्गठनले अगाडि बढाइरहेको अवस्था हो त्यस्तै अब जब हामी बेलायतमा आयौँ बेलायतमा आइसकेपछि पनि बिस्तारै हाम्रो नेपालीहरूको जनसङ्ख्या अथवा जनघनत्व बढ्दै गयो र यद्यपि यहाँको इमिग्रेसनले फुल रिकग्निसन अथवा अथोरिटी नदिँदा पनि हाम्रो पनि केही राई दाजुभाइहरू त्यतिखेर विशेष गरी जो पहिला सेनामा हुनुहुन्थ्यो पूर्व सेनामा अनि उहाँहरूले पनि अब त्यस्तै अरू जातीय संस्थाहरू पनि खोलिरहेको अवस्था र केही अग्रजहरूले चाहिँ 2004 सालमा यो फार्नबोरो क्याम्बरले भनिन्छ सरीमा पर्छ उहाँले त्यतिखेर स्थापना गर्नुभएको रहेछ अहिले बुझ्दाखेरि ज्यू जस्तै फार्नबोरोबाट सौरे हजुर होइन सौरेबाट यो किरात राई यायुखा 2004 ज्यू फार्नबोरो क्याम्बरले होइन अनि सुरुवात गर्दाखेरिको चाहिँ कुन आधारमा जस्तै कसरी कतिजना मेम्बरहरू थिए होइन त्यो तपाईँले यदि तपाईँलाई याद छ भने थाहा छ भने यकिन चाहिँ थाहा भएन तर सुरुमा उहाँले स्थापना गर्दा चाहिँ अब त्यतिखेर चाहिँ स्टिल हामीलाई त्यो यहाँको सेटलमेन्ट राइट्स नभएको हुनाले उहाँले एउटा सानो कोठामा 6-7 जना मिलेर उहाँले स्थापना गर्नुभएको भन्ने कुरा सुनिन्छ होइन त्यो भएको हुनाले त्यसको सुरुवाती अवस्था चाहिँ त्यस्तो थियो उहाँ को हुनुहुन्थ्यो होला सुरुमा मलाई यकिन नाम चाहिँ आएन अहिले मैले पछिल्लो अवस्थामा सोद्धाखेरि चाहिँ हाम्रो पद्मबहादुर राईहरू हुनुहुन्थ्यो चन्द्र राईहरू हजुर हुनुहुन्थ्यो भन्ने मैले सुनेको छु अरूहरू त्यति नाम थाहा भएन ओके भनेपछि त्यसरी हाम्रो 7 जना 8 जना उहाँहरूले एउटा सोच लिएर चाहिँ हाम्रो किरात राई यायुखा युकेमा ल्याउनुपर्छ युकेमा पनि हामीले गर्नुपर्छ सङ्गठन गर्नुपर्छ भन्ने खालको भयो आजसम्म आउँदाखेरि हामीले चाहिँ अब अहिले त ठुलो एउटा जमिनै किनिसक्यो नि त हाम्रो राई यायुखाले होइन त्यो जमिन किन्नु चाहिँ कहिले किनियो होइन र त्यसको लागि कहाँ केसम्म गरियो होइन कसरी किनियो यो चाहिँ अब त्यसपछि अब सुरुमा स्थापना कालको अथवा स्थापनाको सन्दर्भ यहाँ जोड्दाखेरि चाहिँ अब त्यस्तै विशेष गरी अब हाम्रो राई परिवारमा राई समुदायमा पनि अब कुनै समस्याहरू आउने होइन विशेष गरी सुरुको अवस्थामा त अब यहाँ सेटल नहुँदा त अब कसैलाई बिमार हुने कसैलाई केही हुने त्यो अलिकति उहाँलाई एउटा जातीय संस्थाको अथवा सङ्घको तर्फबाट पनि सहायता होस् भनेर स्थापना गरेको त्यसको साथसाथै अलिक पछिल्लो अवस्थामा त अब आएर
हाम्रो होइन अब किराँत राईहरूको पहिचान वेशभूषा साहित्य होइन अब हाम्रो भाषा सबैको अब संरक्षणको लागि विशेष गरी यो चाहिँ अब खोलिएको हो र अब त्यसरी बढ्दै जाँदा चाहिँ अब पछि 2014 साल झन्डै 13 सालदेखि 2013 सालबाट चाहिँ अब सम्म चाहिँ हामीले प्रत्येक वर्ष साकेला उभौली है साकेला उभौली चाहिँ विशाल जनसमुदाय एक ठाउँमा एकत्रित भएर मनाउँथ्यौँ त्यसको साथसाथै अब हामी सबैलाई थाहा छ अब हामी राईहरूको साकेला उभौलीमा विशेष गरी ढोल झ्याम्टा र अब धेरै अब जनसमुदाय एकै ठाउँमा भएर त्यसलाई नाच्दाखेरि चाहिँ त्यसको एकदमै नोइज पोल्युसन होइन हजुर अब टाढो जाने अनि त्यस्तै अब पहिला अब सानो ठाउँमा गर्दाखेरि बिस्तारै अब हाम्रो समुदायको पनि अब गाडीहरू किन्नुभयो गाडीहरू जताततै पार्किङ हुने अब त्यो भएर पहिला पार्कहरूमा अनि स्पेसल ग्राउन्डहरूमा पनि पक्का काउन्सिलसँग बुकिङ गरेर नै साकेला मनाइन्थ्यो हजुर तर अब त्यसले अब त्यो ठाउँ सानो हो नि त होइन हजुर अनि अब त्यो हाम्रो नोइज पोल्युसनले गर्दा बिस्तारै हाम्रो किराँत याखालाई काउन्सिलले अथवा जुन पनि त्यो इभेन्ट कोअर्डिनेट गर्ने ठाउँहरूले पनि जग्गा दिनु छोड्यो क्या होइन त्यो मुख्य विषय छ अब त्यसपछि हाम्रो के राईहरूको याखाको विकल्प त अब जग्गा किन्नै पर्यो त आफ्नो जग्गा त्यो नभए त अब साकेला उभौली त मनाउने नपाइने भयो अनि त्यो भएपछि अब समितिमा पास भएर झन्डै 2013 सालमा चाहिँ अब हामीले आफ्नै जग्गा किन्नुपर्छ भनेर त्यो अभियान सुरु भयो होइन त्यसको पनि लामो इतिहास छ र गर्दै पछि 2014 साल 29 अप्रिलमा चाहिँ हजुर 2014 साल 29 अप्रिलमा चाहिँ हामीले अहिले चाहिँ किराँत राई हाउस भनिन्छ त्यसको पुरानो नाम चाहिँ फ्लटर्स फार्म थियो फ्लटर्स फार्म अब रिप्ले ग्याम्बलेन्स अब सरीमा पर्छ होइन त्यो अनि पछि त्यसलाई चाहिँ हामीले नामाकरण र किराँत राई हाउस बनायौँ र 29 अप्रिल 2014 सालमा चाहिँ हामीले चाबी पाएको हो र त्यसको अब किराँत राई याखाले चाहिँ त्यो सालको 2014 सालको यलम्बर दिवसको दिन चाहिँ त्यसलाई चाहिँ औपचारिक रूपमा हामीले चाहिँ त्यसलाई उद्घाटन गरेर त्यहाँबाट चाहिँ अहिलेसम्म हाम्रो त्यसलाई लगातार रूपमा हामीले अब त्यसलाई उपभोग अथवा चलाउँदै आइरहेका छौँ यो युकेमा एउटा जग्गा किन्नु त्यहीमाथि एउटा समूहको लागि द्याट्स नट अ स्मल वान होइन त्यो त सानो एरिया छैन नि त ठुलो छ नि एरिया कति एरिया पर्छ त्यो जम्मा चाहिँ 146 रोपनीमा चाहिँ हजुर अनि बिघामा चाहिँ 11.98 बिघा छ हजुर छ त्यो कति लागत भयो होला त्यो चाहिँ त्यतिखेरको अवस्थामा 3,50,000 चाहिँ त्यसको दाम हजुर अनि 15,000 चाहिँ त्यसको अब पास खर्च भनौँ न नेपालले भन्दाखेरि गर्दाखेरि 3,65,000 मा चाहिँ त्यसलाई चाहिँ क्यास तिरेर हामीले चाहिँ त्यसलाई खरिद गरेका हौँ कति समय लाग्यो यो सबै जुटाउनलाई झन्डै 2 वर्ष जति लाग्यो अनि म यहाँ आफ्नो स्मरण अथवा आफ्नै भनाइ पनि राख्न चाहन्छु त्यो चाहिँ पहिलोपल्ट त्यो प्लेज भनिन्छ त्यसलाई चाहिँ अब प्रतिबद्ध गर्दा मैले थिएँ होइन मैले कति 1555 पाउन्ड गरेर सुरुवात गरेका थियौँ र पछि त्यो किन्ने बेलामा खरिद गर्ने बेलामा चाहिँ हाम्रो अझै 1 लाख जति अपुग भएको थियो क्यास हजुर अनि जो हामी त्यहाँ किराँत राई याखामा अब अलिकति काम गर्ने अथवा जो सक्षम छौँ हामीले फेरि 10,000 हामीले लोन दिएका थियौँ किराँत राई याखालाई र त्यो 1 लाख त्यसरी पुऱ्याएर पछि हामीले किनेका हौँ अनि पछि पैसा उठेपछि त्यो पैसा हामीले फिर्ता गरियो त्यसरी दुःख गरेर किनेको मेम्बरबाटै समितिबाटै लोन लिएर चाहिँ संस्थाले गरेको हजुर ओके भनेपछि यो त धेरै भनौँ न एउटा यो हाउसको एउटा निम्ति त धेरै कुराहरू गरिएको रहेछ यो त तपाईँले
सानो छोटकरीमा भन्नुभयो ज्यू अझ झन् घर घर गएर होइन अब धेरै लामो छ होइन झन् अब 2 वर्ष 3 वर्ष त्यसको अनवरत प्रयासले होइन धेरै मान्छेको डेडिकेसनले गर्दाखेरि लिएको धेरै कथा छ तर एकदम सर्टमा त्यो हो यो हाम्रो किरात र यायुखाले अब एउटा जग्गा किन्यो ज्यू हामीसँग एउटा प्रपर्टी भयो एउटा जुन संस्था हाम्रो यो युकेको किरात र यायुखाको त्यस बाबत अब तपाईँहरूले एउटा त्यो पाएपछि त्यो ठाउँ पाएपछि त्यसलाई चाहिँ हामीले कसरी केयर गर्दैछौँ होइन त्यसको टेक केयर पनि हुनु पर्यो नि त त्यतिकै अब हुनु हुँदैन अनि त्यसमा चाहिँ हामीले के गर्दैछौँ अनि त्यहाँदेखि वर्षौली हामीले गर्ने प्रोग्रामहरू चाहिँ अहिले आएर चाहिँ के छन् ज्यू थ्याङ्क यू भन्छ यो चाहिँ अब यहाँले भने जस्तै यो चाहिँ एकदम ठुलो एसेट भयो होइन त्यो भएको हुनाले अब यसलाई अब म्यानेजमेन्ट गर्नु चाहिँ अब धेरै चुनौती नभनौँ धेरै अब अप्ठ्यारोहरू हुँदो रहेछ किनभनेदेखि अब मेन त अब हामी कोही पनि अब समितिको मान्छे अथवा त्यहाँ गएर त्यसलाई पर्मानेन्टली अथवा स्थायी रूपमा हेर्न नसकिने होइन हजुर र कतिपय कुरो के गर्ने भनेर पछि निकै अब सरसल्लाह हुँदाखेरि पछि अब त्यसलाई चाहिँ यो CIC भन्दो रहेछ कम्युनिटी इन्ट्रेस्ट कम्पनी भनिँदो रहेछ बेलायतमा त्यसमा दर्ता गऱ्यौँ होइन त्यो दर्ता भएको छ र त्यो जग्गा चाहिँ त्यही युकेको कम्युनिटी इन्ट्रेस्ट कम्पनीको विधान अनुसार चाहिँ त्यो चल्छ होइन र त्यसलाई परिमार्जन गरेर अब त्यो हाम्रो जग्गालाई मात्रै चाहिने खालको हामीले कन्स्टिट्युसन विधान बनाएको छ र त्यही अनुसार अहिले त्यसलाई अब हामीले सञ्चालन गरिरहेका छौँ र त्यो अन्तर्गत चाहिँ अब सबभन्दा पहिला डाइरेक्टर्स भन्दो रहेछ डाइरेक्टर्स चाहिन्छ र त्यो जग्गा चाहिँ त्यो डाइरेक्टर्सहरूको उनीहरूको डाइरेक्सनमा अथवा उहाँहरूको व्यवस्थापनमा त्यो चल्ने रहेछ र जति पनि अब पेपरको कुरो आयो त्यो एनुअली हामीले ट्याक्स तिर्नुपर्छ होइन त्यहाँ जति पनि चाहिने कुरो काउन्सिलको डाइरेक्टर्सले गर्नुहुन्छ र त्यसलाई डे टु डे रन अथवा दैनिकी रूपमा त्यसलाई चाहिँ सञ्चालन गर्नको लागि चाहिँ किरात र यायुखा माङखिम साकेलायन स्थल व्यवस्थापन समिति अथवा माङखिम म्यानेजमेन्ट कमिटी भनेर एउटा त्यो बनाएको छ त्यसमा 6 जना छौँ र त्यसको त्यो व्यवस्थापन समितिको अब कोअर्डिनेटर भन्छ त्यसको अब हेड भनौँ पनि मै हो 2018 सालदेखि मैले कन्टिन्यू गरिरहेको छु अब यो आउने अप्रिलको 26मा सायद अब हामी बदलिन्छौँ होला र त्यसलाई अब दैनिकी रूपमा सञ्चालन गर्नको चाहिँ त्यो माङखिम समितिले चाहिँ गर्छ र अब त्यो भएको हुनाले अब त्यसलाई अब हामीले लिएपछि अलिकति अब त्यसको अब कस्तो हुँदो रहेछ भने पहिला लिँदा त अब त्यसलाई सबै त्यहाँको फार्मरले मेन्टेन गरेको थियो होइन झारहरू काटेको थियो सबैतिर अब व्यवस्थापन गरेको थियो सफा थियो अब त्यो लिएपछि त अब अनुभव भयो कि त्यो धेरै अब समय खर्च गर्नु पर्यो होइन अब झार काट्नु पर्यो अब त्यो खोला खाली त्यो यहाँको नियम चाहिँ के छ भने जति पनि त्यहाँ एउटा सानो स्ट्रिम के सानो खोला भएको त्यसको दाहिनेमा सबै क्लियर गर्नुपर्छ नभए बढेर होइन सबै बन्द हुनुपर्छ त्यो गर्नुपर्छ र त्यसको निम्ति चाहिँ अब हामीले चाहिँ के गरेका छौँ भनेदेखि जसले अहिलेसम्म चाहिँ विशेष गरी हाम्रो किरात राई समुदायको व्यक्तिलाई मात्रै हामीले रेन्ट दिन्छौँ गर्छौँ र 24 आवर्सको एक दिनको चाहिँ 150 पाउन्ड लिन्छौँ होइन अनि त्यसरी अलिकति उठाइरहेको छौँ र त्यसरी त्यसले आएकोले चाहिँ अब हामीले अलिअलि मेन्टेन गर्छौँ र अब यो साकेला अब अरू ठुल्ठुलो प्रोग्रामहरू किरात राई यायुखाले अब चलाए पनि त्यहाँबाट अब अलिकति उहाँहरूले चलाउनुहुन्छ तर व्यवस्थापन गर्नलाई त अब माङखिम समितिलाई दिनु पर्यो नि त होइन अनि उहाँहरूले पनि अलिअलि दिनुहुन्छ त्यो अनुसार हामी चलाउँछौँ त्यसलाई मेन्टेन गर्छौँ र अहिलेको त्यो हाम्रो स्ट्रक्चर अथवा यायुखा र त्यो जुन हाम्रो किरात राई हाउसको चाहिँ अब हाम्रो अहिलेको स्ट्रक्चर के छ भने अब किरात राई यायुखा अलवेज अन द टप होइन सेरेमोनियल अब पोस्टमा हुनुहुन्छ त्यसपछि चाहिँ जति पनि त्यहाँ चाहिने ठुल्ठुलो अब कुनै योजना गर्नु पर्यो होइन ठाउँहरू बनाउनु पर्यो भने चाहिँ यायुखाको
डाइरेक्सनमा डाइरेक्टर्सहरू सबै मिलेर चाहिँ हामीले गर्छौँ। हामीले त्यसलाई लिएपछि चाहिँ केही अब विशेष गरी त्यो जग्गा चाहिँ 5 भागमा त्यो सानो स्ट्रिमले सानो खोलाले बाँडिएको छ हजुर। र त्यसलाई अब त्यो पहिला चाहिँ एउटा ट्र्याक्टर जाने मात्रै थियो र त्यसमा हामीले झन्डै 4वटा ठुल्ठुलो कल्भर्ट लाएर होइन आउने जानेको सजिलो बनाएको छौँ। र कतिपयमा चाहिँ हामीले घाँस काटेर समाएका छौँ अनि कति बाटो पनि बनाएका छौँ होइन। त्यो छ, त्यसरी हामीले अहिलेसम्म त्यसलाई सञ्चालन गरिरहेका छौँ। र मैले भने चुनौती अब हाम्रो चाहिँ त्यहाँ अब 24 आवर्स त नभनौँ, अब त्यसलाई चाहिँ दिनै पछि अथवा दैनिक रूपमा त्यहाँ बसेर त्यसलाई म्यानेजमेन्ट गर्न नसकेको कारणले कहिलेकाहीँ चाहिँ अब त्यो अब होइन ब्याड पिपलले आएर कतिपय कुरोहरू त्यहाँ त्यो पनि गर्छन् होइन, त्यो भ्यान्डलाइजन स्टिलिङहरू। अनि त्यहाँ एकपल्ट यस्तो भयो, अब यो क्राइम नै भन्छु, यो ठुल्ठुलो यो बिल्डर्सहरूले त्यो जुन चाहिँ कुनै ठाउँमा बिल्ड गरेको त्यो अब वेस्ट सोइलहरू निक्लिन्छ नि, सबै कन्टामिनेट भएको सबै त्यहाँ लिएर थुपारिदियो नि त होइन। त्यसलाई फेरि हामीले मान्छे लगाएर त्यसलाई साइड लगाएर अलिकति व्यवस्थापन त्यस्तो पनि हुँदो रहेछ, त्यो पनि हुन्छ। र हामीले लिएपछि त्यहाँ पहिला चाहिँ अब त्यो फार्म भएकोले सबै त्यहाँ अब ठुल्ठुलो रुखहरू झार थियो होइन, त्यसलाई रुखहरूलाई काटेर त्यो प्लेनिङ्स भन्दो रहेछ, त्यो तपाईँको पिच रोड बनाउने त्यो कालो पत्रको उहरू लिएर त्यो हामीले धेरै म्यानेज गरेका छौँ। र यसलाई कन्टिन्यू हाम्रो अब त्यसलाई चाहिँ स्तरोन्नति गर्ने हाम्रो प्लान छ होइन। तर के पनि रहेछ भने बेलायतमा चाहिँ अब हाम्रो देशमा चाहिँ आफ्नो जग्गा भएपछि अब त्यहाँ केही पनि खुसी हुन्छ होला होइन। अब गाउँतिर त्यही हो, सहर बजार त्यति थाहा छैन। अनि त्यहाँ चाहिँ एकदमै अब सबै कुरो काउन्सिलले कन्ट्रोल गर्ने रहेछ। र यहाँको चाहिँ अब पर्यावरण सम्बन्धी चाहिँ नेचरल इङ्ल्यान्ड भन्ने छ हजुर। अनि उनीहरूको त्यो अब त्यो क्राइटेरियाभित्र पऱ्यो भने चाहिँ त्यसलाई के बनाउन सक्यो बनाउन नसकिँदो रहेछ। त्यो भएको हुनाले बेलायतमा चाहिँ के रहेछ भनेदेखि अब त्यो सबै ठाउँहरू एकैचोटि बिल्डअप नहोस्, कङ्क्रिटको अब होइन अब जङ्गल नहोस् भनेर चाहिँ बिस्तारै त्यो होइन अब त्यो जति पनि फार्महरू जङ्गलहरूलाई चाहिँ उनीहरूले अलिअलि एलाउ गर्ने रहेछ के गर्दाखेरि यहाँ चाहिँ अब प्लानिङ पर्मिसन भन्छ, त्यो बिना केही पनि बनाउनु पाइएन होइन। त्यो भएको हुनाले योभन्दा पहिला धेरै कुरोहरू बनाउने भनेर हामीले प्लानिङ पर्मिसन मागेको थियौँ, त्यो दिएको छैन। तर अब बिस्तारै सायद अब खुकुलो बनाउँदै आएको छ र त्यो बिस्तारै अब हामीलाई पनि एलाउ गर्छ होला। र हाम्रो अन्तिम अब उद्देश्य गोल चाहिँ अब त्यहाँ ठुलो माङ्किङ घर बनाउने होइन, जहाँ एउटा अब हाम्रो पितृ चुला रहन्छ अनि झन्डै 500 जना अट्ने एउटा हल हुन्छ, वरिपरि अब अफिसहरू कोठाहरू हुन्छ होइन। र सबै भाषिकहरूको निम्ति अब कोठाहरू अथवा उहाँहरूलाई स्थान दिने खालको हाम्रो योजना हो। त्यो बिस्तारै हुन्छ होला। तर अहिले नै चाहिँ उहाँहरूले अब त्यो काउन्सिलले अथवा बेलायतको नियमले चाहिँ अहिले त्यो चाहिँ दिएको छैन। यो हाम्रो हाउस रेगटेक एउटा समिति तपाईँमा हुनुहुन्छ होइन, यसको मैले अस्तिसम्म सुनिरहेको थिएँ जस्तै हाम्रो नेपालमा हर्क साम्पाङज्यूले गरिराख्नु भएको कुरा श्रमदान भने जस्तै हाम्रो पनि युकेमा हाम्रो केआरवाईको युकेले पनि तपाईँ मार्फतै श्रमदान गरौँ भनेर महिनामा एकचोटि जाँदै हुनुहुन्थ्यो, त्यो कहाँसम्म जाँदै हुनुहुन्छ, कहाँदेखि स्टप भयो, के छ त्यसको? एकदमै राम्रो थियो। जब अब हाम्रो अब संपिता भनेर भनिन्छ मेयर हर्क साम्पाङ राईज्यू अहिले धरानको मेयर हुनुहुन्छ, उहाँकै अब होइन इन्फ्लुएन्सले भनौँ उहाँकै उसले गर्दा यहाँ हामीले सुरु गऱ्यौँ। त्यो चाहिँ पोहोर साल झन्डै हामीले डिसेम्बर जनवरी फेब्रुअरी मार्च 4-5 पल्ट गऱ्यौँ, एकदमै सफलताको साथ सम्पन्न भयो। विशेष गरी दुईवटा लक्ष्य थियो। एउटा चाहिँ अब अलिकति त्यो अब हाम्रो समुदाय भेला भएर अब के अलिकति गर्ने होइन, जस्तो मेन्टेन्सको कुरा आयो नि, अब झारहरू बढेर होइन तपाईँको अब खोलाहरू बन्द भएर त्यो सबै हामीले
त्यसलाई काट्यौँ। अब त्यो हाम्रो त्यहाँ चाहिँ अब तपाईँ पुग्नु भएको छ, हाम्रो विशेष गरी हाम्रो जुन हटको वरिपरि सबै त्यो झारले ढाकिसकेको थियो, मैला थियो र अलिअलि त्यो काम पनि गर्ने। इन द मिन टाइम चाहिँ अब बेलायतमा सबै व्यस्त हुन्छ नि त होइन, त्यो भएको हुनाले एउटा भेटघाट गर्ने एउटा माध्यम। अनि त्यो भएपछि भरे चाहिँ अब तपाईँको हामीले आफै खाना पकाएर एउटा शुद्ध खाना होइन खाएर जाने र त्यो दुईवटा पर्पजले हामीले गर्दा एकदमै त्यो विशाल सफलताको साथ सम्पन्न भयो। र अहिले जब हामी नेपाल गयौँ र नयाँ समिति आएपछि अब त्यो कुरा आएको छ, सायद अब यो समर लागेपछि चाहिँ त्यसलाई सुरु गर्छौँ। हुन्छ, म पनि त्यसमा चाहिँ अब जान पाऊँ भनौँ न, मेरो पनि टाइम मिलोस्। लास्ट टाइम टाइम नमिलेर धेरैचोटि जानु खोज्यो तर टाइमै मिलेन ठिक कामले गर्दा। होइन त्यो हामीलाई जरुरत पनि छ जस्तो लाग्छ, किनभने हामीले त्यो एउटा त न्यू भयो, सरसफाइ त न्यू भयो, अनि भेटघाट गरेर गर्नु र फोनमा गरेर भर्चुअली गर्नु र भेटघाट गर्नुमा चाहिँ एउटा मनको एउटा हुन्छ नि, त्यतिखेर एउटा मनबाट मन मिलेर गरेर गर्दाखेरि चाहिँ अझै हामी एकअर्कामा चाहिँ अझ राम्रो गइरिँदै जाँदो रहेछ, होइन शान्तिप्रिय हुन्छौँ। र यसको साथसाथै अर्को कुरो पनि के रहेछ भनेदेखि जो अब हामी समितिमा छौँ र अब अलिकति एक्टिभली एकदमै स्वस्फूर्त रूपमा लाग्ने मान्छेले त अब त्यहाँ कुनै पनि बेला या खलाई अथवा त्यो जग्गालाई आफ्नो देन गर्नुपर्ने कुरोहरू गरिराख्नु भएको छ। तर कतिपय अब व्यक्ति त हुन्छ उहाँलाई के दिउँ होइन के गरौँ भन्ने त्यो मनमा हुन्छ, तर उहाँले त्यो मौका पाएको हुनुहुँदैन कि। अब एक दिनमा विशेष गरी साकेला उभौलीमा आउनुहुन्छ, अब त्यो होइन अब काम गर्ने कुरा आएन, अब साकेला सिली नाच्छौँ, अब भेटघाट चाहिँ सकिन्छ। अरू प्रत्येक कार्यक्रममा आयो गइहाल्यो होइन, तर त्यसलाई गर्नुपर्ने अब त्यहाँ अब भौतिक रूपमा काम गर्नुपर्ने अथवा कुनै पनि अब त्यो गर्ने त त्यो समय मिलेको हुँदैन, अनि त्यो पनि एउटा मौका हुँदो रहेछ के। अनि अहिले किन अब धरानमा एकदमै मान्छे गइरहेको छ नि त होइन त्यो सन्तानमा, त्यो त अब त्यही हो नि त, कति दिनु मन लागेको थियो छ, अब कुनै अरू छैन, अब त्यतिखेर हो नि त मौका। अनि त्यस्तो हुँदो रहेछ। अनि धेरै अझै जो अब अलिकति यहाँ बेलायतमा धेरै हामी काम गर्छौँ होइन, अब काम गर्न सक्ने जनशक्ति त आफ्नो अब काममा जानु पर्यो। त्यसमा चाहिँ जो सरी काम गर्नुहुन्न अलिकति वृद्ध अवस्थामा हुनुहुन्छ उहाँहरू धेरै आउनुहुन्थ्यो कि, अनि आएर अब धेरै कुरोहरू अब हाम्रो मुद्दुमी कुरोहरू पनि गर्नुहुन्थ्यो। अनि अन्तिममा चाहिँ अब खाना खाइसकेपछि अब होइन त्यो कुराहरू पनि हुन्छ, धेरै फाइदा के, धेरै कुराहरू बुझिन्छ भनौँ न, नट ओन्ली द समितिभित्रको मात्र होइन होइन, समितिभन्दा बाहिरबाट धेरै आउनुहुन्छ धेरै। अनि उहाँहरूले पनि केही गरौँ भनेर अब जस्तै अब साकेलाको दिनमा एक दिन अगाडि 2 दिन अगाडि 1 हप्ता अगाडि हुन्छ त्यो पनि अब भ्याउनुहुन्न उहाँहरू, तर एटलिस्ट मैले पनि यो गर्न पाएँ भनेर एउटा मनको सन्तोष पनि बन्यो होइन, धेरै राम्रो कुरो। अनि मलाई एकदम मन परेको कुरो, किनभने हामीले बसेर पैसा मात्रै तिर्नु र गएर श्रमै गर्नुमा चाहिँ धेरै फरक पर्छ र त्यसमा अब आफ्नो अपनत्व पनि बढ्यो नि त, बढ्यो होइन। मेरो जग्गा हो, मैले पनि अब कुनै दिन अथवा कुनै बेला यसरी योगदान गरेको थिएँ र अब मैले गर्नुपर्छ, त्यो चाहिँ आफ्नो अब साथीभाइलाई आफ्नो परिवारभित्र आफ्नो होइन नलनातालाई पनि त्यो स्प्रेड भयो। अनि एकदमै त्यो राम्रो लाग्यो। अनि अब लकिली भनौँ भाग्यवश अब म उपाध्यक्ष भएको हुनाले अब र माङखिम व्यवस्थापन समितिको त्यो अध्यक्ष अथवा त्यो कोअर्डिनेटर भएको थियो, मलाई जिम्मेवारी दिएको थियो अनि मैले नि त्यो सञ्चालन गरेँ। अब सायद अब यो समितिले पनि चाँडै नै अब यो समरबाट सुरु गर्छ होला। ओके, गर्नुहुन्छ होला सायद होइन, गरेको राम्रो भनौँ न, गर्नुभयो भने हाम्रो लागि राम्रो, सबैको लागि। KRY UK किरात राई आयुखा युकेमा तपाईँको कहिले इन्ट्री भयो होइन, र अनि तपाईँको त्यो सोच के थियो यसपछि आएपछि, तपाईँले के देख्नु भएको थियो र यहाँभित्र आएपछि तपाईँले के देख्नुभयो र यसलाई तपाईँले कसरी अगाडि बढ्ने सोच लिएर अगाडि बढ्दै हुनुहुन्छ? सबभन्दा पहिला किरात राई आयुखामा आउने अथवा अब हाम्रो राई सम्बन्धी अथवा हाम्रो पहिचान सम्बन्धीको कुरो आयो, म पहिल्यैदेखि नै अलिकति त्यो सोच भएको मान्छे के हो भने सबभन्दा पहिला म खोटाङको अब दिप्लुङ अथवा चिसापानी भन्छ त्यो ठाउँबाट त्यहाँ अब त्यहाँबाट हुर्कियो पुर्खौली। अनि अब एसएलसी होइन, अब त्यहाँ जाँच दिएपछि चाहिँ 2036 सालको मेरो एसएलसी। अनि मधेसमा झऱ्यो
त्यो पनि विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा। हजुर। अनि त्यहाँ गएपछि चाहिँ झन्डै 5000 विद्यार्थी थियौँ, हामी 4 जना मात्रै आएको थियौँ क्या। अनि कस्तो लाग्यो। अनि त्यो भएको हुनाले अब सबै उनीहरूको बाहुल्यता हुने, अनि त्यतिखेर अब अनि मेरो विचारमा अब त्यहाँ हामी आउनु नसकेको त हाम्रो अब कमजोरी होइन, अब सायद हाम्रो अब त्यो पहुँच नभएर पनि होला नि त होइन। अनि त्यहाँ धेरै कुरो अब जातीय कुरोहरू आउने, अनि त्यहीँबाट चाहिँ मैले चाहिँ अब हाम्रो हाम्रो जातको निम्ति हाम्रो होइन अब समुदायको निम्ति केही अब होइन गर्नुपर्छ भन्ने मैले सोच त्यहीँबाट ल्याएको, त्यहीँबाट मेरो पहिला विचार रोपण भएको भनौँ न। हजुर। अनि त्यसपछि अब भर्ती भएर आइयो। त्यसपछि चाहिँ अब रिटायर भएपछि चाहिँ अब ठिक्क अब यहाँ किरात राई आयोखा पनि स्थापना भएको। म झन्डै 2007 सालबाट चाहिँ परोक्ष रूपमा अथवा अप्रत्यक्ष रूपमा म त्यहाँ अब लागेँ होइन। अब त्यहाँ जाने अब मिटिङहरूमा भाग लिने, म समितिमा नभए पनि मैले 3वटा यो इलेक्सन कमिसन अथवा निर्वाचन समितिमा मैले भाग लिएँ होइन। हजुर। अनि त्यसपछि सुरु भएको म झन्डै किनभने म झन्डै कति 2014 सालमा चाहिँ म रिटायर भएँ। त्यसपछि चाहिँ म अब कन्टिन्यू होइन लागिरहेको छु। र विशेष गरी म त्यहाँ समितिमा अब त्यहाँ अब इन्भल्भ अथवा त्यहाँ समेटिनु अथवा त्यहाँ जानुको अर्थ सबभन्दा पहिला जुन चाहिँ हामीले अब जग्गाको बारेमा आयो, त्यो किरात राई हाउस हामीले खरिद गऱ्यौँ। त्यो भएर चाहिँ मैले अब आफ्नो अब अनुकूलता होइन अब अलिकति आफूले मैले भने नि आफूलाई होइन समिति अब हाम्रो समुदायमा के दिन सकौँ भनेर मैले हाम्रो फ्यामिलीले झन्डै 3 वर्ष भोलिन्टरीली हामीले काम गऱ्यौँ त्यहाँ है। आफै गएर धेरै कुरो हामीले गऱ्यौँ। अनि त्यो बस्दै गर्दा चाहिँ के अप्ठ्यारो हुँदो रहेछ भने जब अब समितिमा बसिएन भने चाहिँ कतिको कुरो चाहिँ त्यो अथोरिटी चाहिँदो रहेछ नि त होइन। हजुर। आधिकारिक त अथोरिटी चाहिँदो रहेछ। हजुर। अनि मैले धेरै काम गर्नु खोजेँ। अनि त्यो कुरोले अलिकति अप्ठ्यारो भयो चाहिँ होइन अब यसो नहुने रहेछ, केही गर्नुलाई चाहिँ अब समितिमै बसेर अब त्यो अब अथोरिटी प्रयोग गर्नुपर्ने रहेछ भनेर चाहिँ म त्यसरी चाहिँ अब किरात राई खामा पसेको हो। यसको साथसाथै अब मुख्य रूपमा चाहिँ त्यही हो, मेरो चाहिँ मुख्य लक्ष्य चाहिँ त्यो किरात राई हाउसले चाहिँ धेरै अब स्तरोन्नति गर्नको निम्ति हो मुख्य नम्बर 1मा चाहिँ। अब त्यसपछि चाहिँ अब त्यही हो हाम्रो सबै कुरो पहिचानको कुरो आयो होइन। अब हाम्रो भाषिकको उत्थान, अब हामी समुदायभित्र अब एकताको कुरो आयो, हाम्रो वेशभूषा साहित्य, अनि अब हाम्रो आउने जेनेरेसनलाई अब हाम्रो किरात राईहरूको बारेमा उहाँहरूलाई चाहिँ अब होइन एजुकेसन दिनु हो मुख्य रूपमा। त्यो भएको हुनाले म थुप्रैमा अब होइन थुप्रै कम्युनिटीमा इन्भल्भ छु। अब हाम्रो म पुमा हो भाषिक होइन, पुमामा पनि पहिलेदेखि हामी लागिरहेछौँ। त्यो हो मुख्य कारण म त्यहाँ पस्नुको अर्थ चाहिँ। जब त्यहाँ पस्नुभयो तपाईँले देख्दाखेरि र हुन्छ नि त त्यो समितिमा त्यो मिटिङमा त्यो उहाँहरूको काम गराइ होइन, त्यो देख्दा त्यो बुझ्दाखेरि तपाईँलाई चाहिँ त्यो बेला हुन्छ नि ओहो यसलाई यसो गरेको हुन्थ्यो कि यसलाई यसो गरेको हुन्थ्यो भनेर कतिको खुल्दुली हुन्थ्यो। सायद त्यो खुल्दुली भएर नै तपाईँले त्यसमा लागि पर्नु जस्तो लाग्छ मलाई। यो चाहिँ कस्तो हुँदो रहेछ भने अब सुरुमा चाहिँ म अलिकति अप्ठ्यारो पनि लाग्यो। के हुँदो रहेछ भने म चाहिँ अब मेरो अब जीवनको मुख्य अब त्यो काल चाहिँ अब आर्मीमा होइन आर्मीमा बितेको हुनाले अब त्यहाँ त एकदम सिस्टमेटिक तरिकाले हुन्छ नि त सबै कामहरू होइन। अब त्यो अब गर्नु छ भने पहिले प्लान गर्ने, अब त्यो आउनुभन्दा अगाडि गर्ने, अब त्यसलाई गरिसकेपछि त्यसको अब कसरी के भयो त्यो लेसन लर्नको कुरोहरू अब हुने हुन्छ होइन। अनि मुख्य कुरो के हुन्छ भने त्यहाँ चाहिँ अब सबैले आफ्नो आफ्नो लेभलको त्यो ऱ्याङ्क अनुसार काम थाहा हुन्छ नि त, काम गरिन्छ नि त होइन। हजुर हजुर। तर अब हाम्रो यो बाहिर आएर हाम्रो यो सिभिलियन अब यो वर्ल्डमा चाहिँ त्यो हुँदैन होइन। हाम्रो व्यक्तिहरू बिचकै हाम्रो अब त्यो हामी बिचकै अब हाम्रो यो अब लेभलहरू पनि होइन स्तरहरू पनि मिलेको हुँदैन। त्यो भएको हुनाले धेरै कुरोहरू त्यो अब त्यो मिलाउनु पर्छ र सुरुमा चाहिँ अलिक अप्ठ्यारो भयो। तर अब यो चाहिँ एउटा सिभिलियन होइन हाम्रो जातीय संस्था भएकोले
तपाईँले भने जस्तो त्यहाँ त्यो हुनु पनि अप्ठ्यारो पनि छ, किनभने होइन सबै अब त्यो भोलिन्टियरली काम गरेको छ, हजुर गरेको हुनाले सुरुमा चाहिँ अलिकति अप्ठ्यारो भयो, तर पछि बिस्तारै बिस्तारै त्यसलाई पच्दै गयो के अरे गइयो र अब साह्रै ठुलो अब त्यहाँ अब हामीले प्लान अथवा एम्बिसन लिएर पनि अब त्यो गर्ने पनि त्यहाँ पनि हुने कुरा भएन होइन। र अब विशेष गरी अब त्यो हाम्रो लक्ष्यहरू झन् 4वटा छन् हाम्रो अब उद्देश्यहरू, त्यो अनुसार अब चलिरहेका छौँ। गर्दाखेरि बिस्तारै बिस्तारै त्यो एडजस्ट भयो, अहिले ठिकै छ। कति कुरोहरू त अब हामी अब व्यक्ति हौँ होइन, इन्डिभिजुअल, त्यो सबै आफूले भने जस्तो हुने कुरा भएन नै। तर पनि अब एज लङ एज तपाईँको अब यो संस्थाको हितमा होइन कुरा हुन्छ नि हामीले एक्सेप्ट गर्नुपर्छ। ओके, जस्तै तपाईँले 4वटा चिज भन्नुभयो लक्ष्य, ज्यू त्यो के होला? विशेष गरी त अब सबभन्दा पहिला त एउटा सबभन्दा प्रथम त अब हाम्रो किराँत राईहरूको अब त्यही हो होइन, अब पहिचानको कुरा आयो, भाषा संस्कार होइन, संस्कृति, अब धर्म, वेशभूषा, साहित्यको कुरा आयो होइन, त्यो मुख्य हो। अब त्यसलाई चाहिँ हामीले अब संरक्षण सम्वर्धन गर्दै अब हाम्रो सबै अब राई समुदायलाई विशेष गरी आउने जेनेरेसनलाई समेट्ने हो होइन। अब 2मा जति पनि किराँत राई समुदाय हामी बेलायतमा छौँ होइन, अनि उहाँहरूलाई चाहिँ अब कुनै पनि अप्ठ्यारो परेको बेलायत चाहिँ होइन अब हामीले साथ सहयोग गर्ने, त्यो चाहिँ अब के हुन्छ भने एउटा भौतिक रूपमा अथवा नैतिक रूपमा अथवा कहिलेकाहीँ आर्थिक रूपमा पनि गर्छौँ होइन। अब आर्थिक रूपमा हामीले त्यो अब चाहने व्यक्तिले त गर्छौँ। अनि तेस्रोमा त्यस्तै अब अहिले हाम्रो जुन चाहिँ अब त्यो रहेको हाम्रो पछि अवस्थामा चाहिँ अब त्यो जग्गालाई चाहिँ एकदमै त्यसलाई चाहिँ होइन अब त्यसलाई संरक्षण सम्वर्धन गर्ने, अलिकति राम्रो तरिकाले व्यवस्थापन गर्ने। अन्तिममा चाहिँ अब हामीले यो अब सकेसम्म चाहिँ सबै राईहरूलाई चाहिँ समन्वयको निम्ति हाम्रो शाखाहरू खोलेर होइन, अब अहिले प्रारम्भिक कार्य समिति भन्छ त्यसलाई अब आउने समयमा अब हामीले त्यसलाई अझै समायोजन गर्दै लानेछौँ र सबै ठाउँमा खोलेर चाहिँ यसले चाहिँ अब हाम्रो अझै प्रचार गरेर याखालाई चाहिँ अझै मजबुत रूपमा अगाडि बढाउने र त्यसको साथसाथै हाम्रो समुदायलाई चाहिँ धेरै अब इन्फर्मेसनहरू अनि एजुकेसनहरू त्यो गर्ने हो, हाम्रो मुख्य कुरो त्यो हो। हाम्रो राई समूह चाहिँ युकेमा बस्नुहुने जति पनि राई समूहहरू चाहिँ एकजुट बनाउने। हजुर हजुर हजुर। अनि आफ्नो संस्कार संस्कृति त छँदैछ, एकजुट भएपछि हामी जहाँ पनि गरिहाल्छौँ, गर्नु पर्यो। ओके, यो किराँत राई यायुखा जुन हामीले गर्ने युकेमा गर्ने प्रोग्रामहरू चाहिँ तपाईँ हाम्रो समितिले चाहिँ कतिवटा प्रोग्रामहरूलाई चाहिँ हामीले मध्यनजर गरेर कतिवटा प्रोग्रामहरू हामीले मेन चिजहरू चाहिँ मनाउँछौँ? जम्मा यसमा अहिले मेरो अन टप अफ माई हेड अब मैले सोचेअनुसार चाहिँ जम्मा 5वटा छ। सबभन्दा पहिला चाहिँ हामीले चाहिँ अब येलेदोङ भन्छौँ होइन, हाम्रो अब मुख्य त्यो अब हाम्रो राईहरूको अब यलम्बर हाम्रो हाङ अथवा उहाँ राजाबाट चाहिँ हाम्रो अब क्यालेन्डर भनौँ न अब सुरु भयो भन्छौँ, त्यो हामीले मनाउँछौँ। र त्यसलाई अहिले हामीले त्यसलाई जति सक्छ अब त्यसलाई मौलिक रूपमा होइन सबै हाम्रो राईहरूको आफ्नो भाषिकको पौराणिक भनौँ अथवा प्राचीन हाम्रो खानेकुराहरू त्यहीँ बनाएर किराँत राई आश्रम छ त्यहीँ अब फर इक्जाम्पल अब सेलरोटीहरू त्यहीँ पकाउने होइन, हाम्रो यो अब तितेहरू अब वाचिपा भनिन्छ त्यही बनाउने, अनि रक्सीहरू त्यहीँ पार्ने होइन, सेलरोटी त्यहीँ पकाउने, अब किन्नामाहरू पकाएर अब त्यसरी मनाउने, अब त्यसरी सम्झिने गरेर त्यो एउटा हो। र अहिले चाहिँ अब 5 अप्रिलमा चाहिँ हामीले किराँत राई यायुखा बेलायतको स्थापना दिवस मनाउँदैछौँ। हजुर, आउने 5 तारिक हुँदैछ, त्यो 2वटा भयो। र तेस्रोमा चाहिँ अब हाम्रो साकेला उभौली होइन, त्यो एकदमै हुन्छ ठुलो भव्य, झन्डै अब त्यो पनि किराँत राई अवस्थामा हुन्छ। अब त्यसमा झन्डै 5000भन्दा बढी हामी जनसमुदाय भेला हुन्छौँ र त्यो चाहिँ अहिले 17 मेमा हुँदैछ। यसपालिको 17 मेमा छ है ज्यू। त्यसपछि हामीले यलम्बर दिवस पनि मनाउँछौँ, त्यो चाहिँ प्रत्येक अगस्त महिनाको पहिलो शनिबार मनाउँछौँ, त्यो चाहिँ दोस्रो ठुलो हाम्रो इभेन्ट हो। र त्यसपछि साकेला उधौली हामीले मनाउँछौँ, त्यो चाहिँ अब
हाम्रो विशेष गरी अब उहाँको मङ्सिर होइन यहाँको त झन्डै डिसेम्बरतिर पर्छ हजुर र त्यो पनि हामीले अहिलेदेखि चाहिँ हामीले मनाउँछौँ त्यसमा चाहिँ अब विशेष गरी जाडोको समय भएको हुनाले हाम्रो कार्य समिति र प्राक्सको अब एकदमै समितिबाट उहाँहरू आउनुहुन्छ र कोही अब भोलिन्टियर इच्छुकहरू आउनुहुन्छ त्यसरी हामीले गर्छौँ त्यो भएको हुनाले झन्डै 5 वटा हामीले मुख्य होइन यी हाम्रो इभेन्टहरू चाहिँ हामीले रन गर्दैछौँ है यसपालि आउने यो अब 5 तारिक त हाम्रो किरात राई यायुखा युके को जन्म एनिभर्सरी स्थापना जन्म यो होइन त्यो छ त्यो पश्चात हाम्रो सबभन्दा अहिले रिसेन्टली आउने छ उभौली मे 17 है 2020 होइन पहिले मे 17 मा छ यो पहिला हामीले गर्दै आएको उभौली प्रोग्राममा देखिने चिज र अहिलेको नयाँ यो जुन अहिले नयाँ अब समिति पनि आउनुभएको छ होइन त्यसमा देखिने हामीले चिज नयाँ चिज त केही छ जो यो चाहिँ अब म झन् 3वटा भन्दा बढी गरेँ कोअर्डिनेटर त्यसको संयोजक धेरै कुरोहरू अब हामीले अब लेसन लर्न त्यसलाई परिमार्जन गर्दै गर्दै आएका छौँ र विशेष गरी प्रत्येकपल्ट हाम्रो साकेला उभौली अथवा कुनै पनि हाम्रो इभेन्ट भएपछि हामीलाई पोस्ट इभेन्ट हामीले रिपोर्ट भन्छौँ होइन त्यो गर्छौँ समीक्षा बैठक र त्यसले अब के निर्णय गर्छ अथवा डाइरेक्सन छ त्यो अनुसार गर्छौँ र त्यो चाहिँ विशेष गरी अब हाम्रो अडियन्स भनौँ जो चाहिँ हाम्रो त्यो इभेन्टमा उहाँहरू उपस्थित हुन्छ नि त्यहाँ उहाँहरूको सजेसनमा हामीले गर्छौँ त्यो भएको हुनाले अब पहिला चाहिँ अब एकदमै हामीले अब प्रारम्भिक कार्य समिति हामीले कम्पिटिसन गर्थ्यौँ कि होइन त्यसले एकदमै लामो समय लिन्थ्यो त्यो अब हामीले त्यसलाई नगर्ने भएर अहिले चाहिँ हाम्रो र्याली जस्तो गर्छौँ होइन त्यो चाहिँ अब त्यसले चाहिँ धेरै समय पनि लिँदैन र विशेष गरी कम्प्लेन चाहिँ अब कम्पिटिसन भएकोले सबै त्यहीँ फोकस हुन्छ अरूतिर ढोल झाम त बजाउनु दिँदैन होइन त्यत्रो अब 5000 अरू अब टाढाबाट आउनुहुन्छ कोही त बास बस्ने गरेर आएको हुनुहुन्छ उहाँहरूले अब नाच्नै नपाएपछि चाहिँ अब त्यसको अर्थ रहेन भनेर त्यो समय कट गर्नलाई चाहिँ काट्नलाई चाहिँ अब हामीले त्यो गर्दैनौँ र यसपालि नयाँ कुरो चाहिँ अब यो हाम्रो अब भाषिकहरूको पनि उहाँहरूले ल्याउनुहुन्छ भने चाहिँ होइन आफ्नो आफ्नो जस्तो अब साकेला चाहिँ अब खासै हो भने चाहिँ अब चाम्लिङको एउटा भाषिक हो के अरे तर त्यसलाई याखाले सबैले भन्ने अथवा त्यसलाई गर्ने भनेर भन्नुभएको छ तर अरू भाषिकहरूको जस्तो अब पुमाहरूले चाहिँ म पुमा भाषी हुँ हामी साकेनमा भन्छौँ साक्या भन्छौँ होइन त्यस्तै अब तागो फाल्टै हुन्छ यो अब थुलुङहरूको तोसी भन्छन् होइन त्यो भएको हुनाले उहाँहरूले पनि आफ्नो आफ्नो ल्याउनुहुन्छ भने चाहिँ होइन उहाँहरूलाई चाहिँ अब त्यो प्रदर्शनको निम्ति ज्यू हजुर त्यो छ र अब अलिकति यसपालि चाहिँ अब पार्किङको अलिक समस्या होला जस्तो छ त्यसको निम्ति पनि हामीले अब अलिकति त्यसलाई हामीले व्यवस्थापन अथवा के गर्ने भनेर सोच्दैछौँ र त्यो छ अहिलेको पार्किङ त तपाईँको मैले देखे अनुसार चाहिँ त्यो पछाडिपट्टि त्यो स्टेजको पछाडि छ नि ज्यू ज्यू त्यता मिलाउन सकिँदैन ज्यू अनि त्यो पहिलादेखि हामीले चलाएको छौँ त्यो चाहिँ के छ भने म चाहिँ अब त्यहाँको अब के भन्नु अब एक्सपर्ट भएको हुनाले त्यसको आधी तलतिर चाहिँ हामी गर्न सक्छौँ अनि त्यो आधी चाहिँ स्टिल त्यो एकदमै सिम भएको हुनाले त्यो त्यहाँको जमिन चाहिँ एकदमै अनडेभलप छ क्या होइन खाल्टो खोल्टीहरू ठुल्ठुलो छ त्यसलाई चाहिँ अब डोजरले त्यसलाई समायो भने चाहिँ त्यो हुनसक्छ तर अब समस्या चाहिँ अब आइहाल्यो त्योभन्दा अगाडि चाहिँ गर्नु सक्छ सायद अर्को वर्ष हामीले गर्छौँ होला त्यसलाई पाइप बिछाएर पनि त्यसलाई गर्ने खालको हाम्रो अहिले कुराकानी हुँदैछ पहिला पनि गरेको तर अलिकति खर्चकोले त्यसलाई गर्नु सकेन अब त्यो बिस्तारै हुँदै जान्छ त्यो प्लट सबै गर्नु सक्यो भने चाहिँ त्यहाँ धेरै कार्यहरू अट्छन् र पनि मेरो विचारमा अझै अब यो साकेला उभौली चाहिँ अब अझै पनि अट्दैनन् होला जस्तो लाग्छ यसपालि बहुतै हाम्रो सहभागीहरू बहुतै हुने सम्भावना छ र हुनु पनि पर्यो अब यो हाम्रो किरात राई यायुखाको शाखाहरू कतिवटा छ आजसम्ममा छाता सङ्गठनहरू जस्तै ठाउँ ठाउँमा
त्यो के छ? अहिले चाहिँ हाम्रो जम्मा 14वटा छन्। यो चाहिँ अब यो अब विशेष गरी प्रारम्भिक कार्य समिति भनेर हामी यसलाई भन्छौँ र अब सायद यसलाई पनि अब हामीले नयाँ नामकरण गर्ने हो कि भनेर सोच्दैछौँ। जम्मा 14वटा छन् र यसमा अब हाम्रो अब के भन्नु भातृ सङ्गठन नै भनौँ, जस्तो अब किराँत कलाकार होइन सङ्घ छ। अब हाम्रो अब अहिले खेलकुदको पनि हामीले त्यो गर्ने त्यो सोच गरिरहेका छौँ। र पहिला चाहिँ एउटा साहित्यको पनि हाम्रो त्यहाँ थियो होइन, त्यो एउटा एक दुईवटा कार्यक्रम सञ्चालन भएको थियो। बिस्तारै बिस्तारै तिनीहरू पनि जस्तो महिला सङ्घ पनि छ एउटा सानो होइन, त्यसले चाहिँ अब उता जनजाति आदिवासी जनजाति त्योमा जानको निम्ति अब हामीले त्यसरी गरेका छौँ। गर्दाखेरि बिस्तारै बिस्तारै फेरि यसलाई हामीले गर्दैछौँ। एकपल्ट निकै फुल फर्ममा थियो, अहिले अलिकति पछाडि आएर त्यो निष्क्रिय भएकोले अहिले फेरि अब हामीले त्यसलाई चाहिँ सक्रिय बनाउने हामीले त्यो सोच लिएका छौँ। हजुर, यो किराँत र यायुखामा आउँदाखेरि तपाईँ एउटा नर्मल मेम्बर बनेर आउनुभयो ज्यू, अनि समितिमा छिर्नुभयो ज्यू, आजसम्म उपाध्यक्ष ज्यू हुनुहुन्छ। अबको 2026-27मा होला होइन तपाईँ अध्यक्ष कहिले छ? यस्तो म पहिला चाहिँ सदस्यमा आएँ, त्यसपछि चाहिँ मैले 2 कार्यकाल चाहिँ अहिले उपाध्यक्ष गरेँ। र अस्तिको अब 9 अधिवेशनबाट चाहिँ 21 सेप्टेम्बर 2024मा भएको थियो। त्यसमा चाहिँ अब अलिकति हामी बेलायतको किराँत समुदायमा अलिकति अप्ठ्यारोपन आएको थियो र त्यसलाई चाहिँ अब हामीले सबैलाई सहभागिता गराउने अनि सबैको मन मिल्ने अथवा कोसिस गर्ने भनेर अहिले नयाँ ट्रायल अथवा हामीले त्यो गरेका छौँ। त्यसमा चाहिँ हामी 3 जना अध्यक्ष छौँ र यसमा चाहिँ हामीले प्रत्येक वर्ष 1 जनाले गर्ने भन्ने हो। र अहिले चाहिँ श्री आशा राई हुनुहुन्छ। दोस्रो वर्ष चाहिँ मेजर रिटायर्ड दिल कुमार राईले गर्नुहुन्छ र म चाहिँ 3rd इयर 2026-27 गर्छु। त्यो चाहिँ गर्दाखेरि यसरी यो अब 9 कार्य समिति चाहिँ यसरी चल्दैछ र अहिले सोफार एकदमै राम्रो भइरहेको छ। अब होप अब यो राम्रो हुन्छ होला भनेर सबैले सोच गरौँ। होप मात्रै होइन, राम्रो गर्नुपर्छ भन्ने पनि एउटा जमर्कत लिएर जाउँ। हजुरले किराँत र यायुखा मैले अघि पनि सोधेँ, किराँत र यायुखामा पस्दै गर्दाखेरि र आजसम्मको हजुरको यो कामहरू, यो आजसम्मको किराँत र यायुखा हुन्छ नि, जस्तै 2007देखि तपाईँ पस्नुभएको र आजको 2025 होइन 2025 सम्ममा चाहिँ कतिको इम्प्रुभमेन्ट आएको छ, कतिको यो हाम्रो जुन किराँत र यायुखाले गर्नु खोजेको लक्ष्यमा कतिको हामी छिर्दैछौँ, हामी त्यसलाई मेट गर्दैछौँ होइन, यसलाई तपाईँले कसरी हेर्दै हुनुहुन्छ? यसमा चाहिँ अब डेफिनेटली अब सङ्ख्याको हिसाबले हाम्रो धेरै राई समुदायहरू उहाँहरू किराँत र यायुखामा आबद्ध हुनुहुन्छ र अब किराँत र यायुखाले पनि आफ्नो जुन लक्ष्य अनुसार आफ्नो उद्देश्य अनुसार धेरै राई समुदायलाई किराँत राई समुदायहरूलाई अब दिनुपर्ने अब सूचना होइन, उहाँलाई संरक्षण गर्नुपर्ने, उहाँलाई एड्रेस गर्नुपर्ने धेरै कुराहरू भइरहेको छ हाम्रो यो अब सङ्ख्याको हिसाबले र विशेष गरी मुद्दुमी हिसाबले पनि अब एकदमै अब यहाँलाई थाहा छ होला, अब हाम्रो त्यहाँ अब 3 चुल्हा हामीले इस्टाब्लिस गरेका छौँ। धेरै कुरोहरू अब जो अब नेपाल छोडेर अथवा आफ्नो देश छोडेर चुल्हाबाट टाढो भएको हुनुहुन्छ, उहाँहरूले त्यो कुरोहरू देख्नुहुन्छ र कसैले उहाँहरूले इच्छा आउनुहुन्छ भने अब हामीसँग 3 जना अब हामीसँग आबद्ध नाक्सुङ अथवा नापुङ भनिन्छ उहाँहरू पनि हुनुहुन्छ र जति पनि हामीले गर्ने क्रियाकलाप त्यो एकदमै मुद्दुमी हिसाबले त्यसलाई एकदमै कसरी गर्नुपर्ने त्यो अनुसार गरिन्छ पनि होइन। त्यस्तै अब पछिल्लो अवस्थामा अब हामीले अब पहिला त्यो थिएन, अहिले अब अघि हाम्रो किराँत राई हाउसको कुरा आयो, त्यसपछि हामीलाई धेरै कुरो सहज भएको छ होइन। हामीले आफ्नो कार्यक्रम हाम्रो खुसीले आफ्नै ल्यान्ड आफ्नै जग्गामा हामीले त्यो गर्न सकिरहेका छौँ र विशेष गरी अब नेपालबाट अथवा कुनै पनि विदेशबाट हाम्रो राई समुदायको उच्च व्यक्तिहरू उच्च ओहदामा पुग्नु भएको राजनीतिक व्यक्तिहरू अथवा यता
होइन अब साहित्यतिर अब दखल गर्ने अब कलाकारहरू अब अनि अब होइन हाम्रो कलाकारहरू गायकहरू एक्ट्रेसहरू त्यस्तै अब गायिकाहरू र अरू देशको यायखाका पदाधिकारीहरू पनि आउँदाखेरि हामीले उहाँहरूलाई त्यहाँ लान्छौँ र अनि देखाउँछौँ। उहाँहरू एकदमै होइन एकदमै अब खुसी हुनुहुन्छ र उहाँहरूले त्यो अब होइन एप्रिसिएट गर्नुहुन्छ। बेलायत जस्तो ठाउँमा यत्रो धेरै जग्गा त्यो पनि अब लन्डनकै छेउमा होइन, अहिले त्यसको त भाउ पनि अब धेरै माथि गइसकेको छ, एकदम राम्रो गर्नुभएको छ भन्नुहुन्छ। र त्यो हिसाबले त्यो अब आफ्नो ठाउँमा भएकोले धेरै अब कुराहरू गर्नलाई अब सबै राई समुदायले अब त्यो बुक गर्न सक्नुहुन्छ, त्यहाँ कार्यक्रम गर्न सक्नुहुन्छ। एक प्रकारको हामीले त्यसलाई फेसिलिटेट गर्न सक्यौँ त होइन। उहाँहरूले अब त्यहाँ चुल्हा चलाउन सक्नुहुन्छ। त्यो भएको हुनाले पहिलाको अनुपातमा हामीले अब धेरै नै हामीले अब राई समुदायलाई दिनुपर्ने हाम्रो योगदान अब गर्नुपर्ने कुरोहरू गरेर आएका छौँ। तर यद्यपि अब गर्नुपर्ने चाहिँ धेरै नै छ होइन, धेरै नै छ। र यायखाले अब म पस्दादेखिको अहिलेसम्मको अब धेरै फड्को मारेको छ भन्नुपर्छ, राम्रो गरेर आएको छ। एकदमै एकदमै खुसी छ। यो तपाईँ लागि भन्नु भने हामीले प्रोग्रामहरू गर्न पाउँछौँ भनेपछि त्यो ठाउँमा चाहिँ मलाई थाहा छैन, तर त्यो ठाउँमा चाहिँ हामीले ओभरनाइट प्रोग्राम गर्दा चाहिँ के बाध्य के उयो अप्ठ्यारो आउने सम्भावना छ के छ त्यसको? यहाँ चाहिँ अब के रहेछ भनेदेखि अब सबभन्दा पहिला त्यो ठाउँ चाहिँ अब यहाँ त पर्पज बिल्ड भन्ने छ। कुनै पनि ठाउँ बनाउँदाखेरि त्यहीको लागि गरेको बनाएको हुन्छ। फर इक्जाम्पल यो घर चाहिँ मान्छे बस्नको लागि हो नि त। यहाँ अब हामीले कुनै पनि ठुल्ठुलो बाजा गरेर कुनै पनि अब होइन स्टेज कार्यक्रम गर्न सक्दैनौँ, अरूलाई हुन्छ नि। त्यस्तै त्यो चाहिँ अब त्यो चाहिँ फार्म थियो होइन। स्टिल अब अहिले हामीले अब त्यसलाई नाम बदली गरे पनि स्टिल त्यो ग्रिनल्यान्ड अथवा त्यो फार्म नै हो नि त होइन। र यहाँको चाहिँ के छ भनेर लो रहेछ भने चाहिँ अब कुनै पनि कार्यक्रम गर्दा चाहिँ विशेष गरी त्यहाँको नेबरहरूलाई चाहिँ अप्ठ्यारो परेको हुनु हुँदैन, नेबरले कम्प्लेन गरेको हुनु पर्दैन होइन, त्यो हो। र जेनरली यहाँको ऊ चाहिँ के छ भने बेलुका 7 बजेदेखि उता चाहिँ कुनै पनि ठुल्ठुलो नोइजहरू होइन त्यो गर्नु पाउँदैन, किनभने त्यो पोल्युसन हुन्छ नि त होइन। त्यस्तै अब हाम्रो ठाउँमा पनि अब त्यहाँ नजिकै उहरू छन्, एउटा रेसिडेन्टहरू छन् होइन। त्यो भएको हुनाले पक्का अब त्यहाँको लो चाहिँ मैले हेरेको छैन, तर जेनरली त्यो हो रहेछ होइन। र अब हामीले ठुल्ठुलो कार्यक्रम गर्दा चाहिँ के गर्छ भनेदेखि चाहिँ उहाँलाई एउटा चिठी लेखेर प्रत्येक घरमा ढोकामा चाहिँ हामीले यो दिन चाहिँ यसरी यो कार्यक्रम गर्छौँ, अब ट्राफिक हुनसक्छ र अलिअलि नोइज पोल्युसन हुन्छ भनेर हामीले त्यो इन्फो दिँदा चाहिँ त्यो अलिकति चाहिँ अब त्यो गर्न सकिन्छ अरे होइन। त्यसरी गर्छौँ अहिले चाहिँ। त्यो भएको हुनाले अब हाम्रो त मुख्य रूपमा अब त्यो झोलझाम्टाकै अब निकै होइन नोइज अब लेभल अब त्यो पिएसआई भन्छ के भन्छ त्यो हाई हुन्छ। र अब त्यो ठुलो हाम्रो त्यो साउन्ड बक्स होइन त्यो स्पिकरले चाहिँ अब अल्दो उता जङ्गल भयो भने त्यो एको भएर माथितिर जाँदो रहेछ क्या रेसिडेन्ट एरियामा, अनि त्यसले अलिअलि असर पार्छ र कम्प्लेन पनि आएको छ। त्यो गर्दाखेरि चाहिँ अहिलेसम्म अब हामीले रातिको निम्ति चाहिँ अब कुनै पनि कन्सर्ट गर्नको निम्ति चाहिँ त्यो चाहिँ दिएको छैन, दिँदैनौँ। डेमा त्यो भयो डे मात्र भयो त्यही त। त्यहाँबाट कम्प्लेन त्यही यहाँको त फेरि रुल्स एकदमै कडा छ, फेरि त्यो भएन भने त फेरि भोलि गएर त्यो फेरि तपाईँको फार्म हाउस चाहिँ फेरि डिप्लोइड हुने पनि सम्भावना हुन्छ, स्याङ्सन गर्न सक्छ, चलाउन दिन सक्छ नि त, किनभने के को पर्पजले तिमीहरूले यो गर्दैछौ भन्न सक्छ फेरि होइन। ओके, किरात राई यायुखामा आबादी सबैजना हामी छौँ र किरात राई यायुखाको किरात राईको जुन कल्चर जुन सबै कुरा हामीले गर्दै आएका छौँ होइन, देख्दै आएका छौँ। यो त वर्ल्ड वाइडै हो नि त, यहाँबाट त हामीले यो त हामी नेपालीले मात्रै नभएर पनि यो त वर्ल्ड वाइडसम्म हामीले लाने प्रोग्राम हो नि त यहाँ युकेको। यो चाहिँ अब हाम्रो सबै कुरा अब हाम्रो पहिचानको अब हाम्रो सबै आफ्नो जातीय उत्थानको लागि भएकोले हामीले त अब होइन संसारभरि हो यो त। अब यो त अब हाम्रो त कार्यक्रम त होइन, अथवा हाम्रो जति पनि काम छ यो त अब सब यो अब वर्ल्ड वाइडै हो नि, त्यसै पनि यहाँ मात्रै नभएर यो
किरात र यायुखा युके र किरात र यायुखा नेपालसँगको रिलेसन कस्तो छ? हाम्रो चाहिँ अब योभन्दा अगाडिको अधिवेशनमा म पनि गएको थिएँ एकजना हाम्रो 4 सदस्य एउटा हाम्रो टोली हामी गएका थियौँ। हजुर। यो चाहिँ अब के छ भनेदेखि बेलायत चाहिँ किरात र यायुखा नेपालको विदेशको सङ्गठन भनेर हामीले अहिले चाहिँ उहाँ त्यसरी गरेका छौँ र हाम्रो भोटिङ नम्बर पनि अरूले 1 पाउँछ भने हामीले 3 पाउँछौँ। कारण किनभनेदेखि अब हाम्रो बेलायतको अब किरात यायुखा अलिकति समूह पनि ठुलो, अब त्यो विशेष गरी अब हाम्रो यायुखाको अरू देशको भन्दाखेरि अब प्रभाव पनि बढी भएकोले हामी प्रत्येक अधिवेशनमा हामी जान्छौँ र अहिले हामी त्यही अनुसार हामी अगाडि बढिरहेका छौँ र जति पनि अब हामीले पाउने विशेष गरी सूचना अथवा इन्फर्मेसन भनौँ न होइन, अब नेपालबाट नै हो होइन। हजुर हजुर। अब किरात र यायुखा नेपाल, अब किरात र यायुखा हामीले भन्छौँ भने किरात र यायुखा नेपालले त मान्नै पर्यो होइन। हाम्रो अब मूल अब हाम्रो ओरिजिन भनौँ हाम्रो मुख्य अब संस्था नै नेपाल हो नि त। त्यो भएको हुनाले हामी किरात र यायुखालाई चाहिँ एउटा अब गार्जियन अब सङ्गठन हामी मान्छौँ अनि त्यही अनुसार हामी काम गर्छौँ। भनेपछि नेपालको विधानमा अलिअलि हामीले त्यसलाई नै यहाँको रुल्स अनुसारले मिलाएर लिएर हामीले चलाएको हो। ज्यू त्यस्तै छ। सुरुमा अब विधान पनि अब अहिले हेर्दाखेरि अब हाम्रो निकै धेरै संशोधन भइसकेको छ र विधानको बारेमा धेरै हामीले अब धेरै नै अब के भनौँ अब कुराहरू छलफलहरू गऱ्यौँ। अब धेरै अब हामी ठाउँबाट आएको हुनाले धेरै कुरोहरू कति कुरोहरू अप्ठ्यारो पनि भयो र त्यो हामीले त्यसलाई परिमार्जन गर्दै अहिले हामीले अगाडि बढिरहेको छौँ। यो अब विधान भनेको एउटा लाइभ डकुमेन्ट हो होइन। यसलाई अब हामीले चाहे अनुसार यसलाई अब संस्थालाई अब हाम्रो विशेष गरी किरात राईहरूको अब उत्थानको निम्ति अथवा राम्रोको निम्ति त्यसलाई संशोधन गर्दै लाने हो कि नै होइन। त्यसरी हो र जेनरली यसो हेर्दाखेरि अब सुरुमा चाहिँ त्यसरी नै गरेको, तर धेरै कुरोहरू अब हामीले यहाँको माटो होइन यहाँको बेलायतको अब नीति नियम अनुसार चाहिँ त्यसलाई परिमार्जित गरेर त्यसरी बढाइएको छ, त्यसरी गरिँदैछ। ओके। नेपालमा त सबैजनाले नेपाली बुझ्ने हुन्छ ज्यू होइन। ज्यू युकेमा हामी नेपालबाट हुर्केर आउनेहरू र अनि नेपालमा आफ्नो जीवन चलाउनेहरू आउनुहुनेहरूले नेपाली बुझ्ने हुन्छ। अब आयो कुरा मैले भन्नु खोजेको चाहिँ जस्तै यहीँ जन्मिनु हुने हाम्रो राई समूहका होइन नानीहरू बाबुहरू उहाँहरूलाई चाहिँ बुझाउनलाई आफ्नो संस्कार संस्कृति उहाँहरूलाई चाहिँ आफ्नो पहिचान बुझाउनलाई चाहिँ हाम्रो किरात राई यायुखा युकेले के भूमिका खेलेको छ? यसमा चाहिँ अब एकदम सही कुरो ल्याउनु पनि यहाँले उठाउनु भएको छ। विशेष गरी अब यहाँ अब पछिल्लो अवस्थामा नेपालबाट बाहिर जन्मिनु भएको नानीहरूले कसैले अब नेपाली भाषा बोल्न पनि धेरै अप्ठ्यारो र पढ्नेको त कुरै आएन होइन, देवनागरी त बुझ्ने कुरै भएन। एक्जाम्पल मेरो पनि 3 जना नानीहरू छन्। ठुलोले चाहिँ नेपालमा स्कुल 5 होइन 1सम्म पढेको हुनाले अलिअलि कता कता बुझ्छन् र अरू 2 जनाले केही पनि बुझ्दैनन् होइन। र अब नेपाली भाषा चाहिँ अब अलिअलि बोल्छन्। त्यो भएको हुनाले सबै कुरो चाहिँ अब हाम्रो अहिले विधान पनि हामी इङ्ग्लिसमा लेख्नुपर्छ त्यसलाई भन्ने हो, तर अहिले नेपालीमै छ। र ठुल्ठुलो प्रोग्रामको हाम्रो इन्स्ट्रक्सन चाहिँ अङ्ग्रेजीमा हुन्छ। फर इक्जाम्पल हाम्रो साकेलाको इन्स्ट्रक्सन त्यसको मेन एडमिनिस्ट्रेसन इन्स्ट्रक्सन इङ्ग्लिसमै हुन्छ। र अब हामीले भन्ने भनेको अब उहाँहरूलाई चाहिँ आउनुहोस् भन्ने र एउटा अब हामीले बिस्तारै त्यहाँ अब हामीले एउटा सङ्गठन पनि युथ पनि छ, तर त्यो त्यति साह्रो एक्टिभ भएको छैन। उहाँहरूलाई लिएर चाहिँ विशेष गरी अब हाम्रो अब राईहरूको होइन पहिचानको कुरो सबै भनौँ न, पहिचान संस्कार संस्कृति अब वेशभूषा साहित्यमा पनि उहाँहरूलाई चाहिँ इन्भल्भ गराउने यहाँको लक्ष्य चाहिँ छ। र यसलाई चाहिँ अब एकदम गतिशील रूपमा एउटा मुख्य फोकस लिएर चाहिँ अहिले त्यो काम भएको चाहिँ अब छैन होइन, तर हाम्रो सोच चाहिँ छ त्यो। र आउने हाम्रो नानीहरू चाहिँ आइराख्नु भएको छ। र विशेष गरी सबभन्दा राम्रो पक्ष चाहिँ के हो भनेदेखि धेरै नानीहरूले यद्यपि उहाँहरूलाई अब
किराँत राईहरूको बारेमा गहिरो अब उहाँहरूको अध्ययन गहिरो अब बुझाइ अथवा अन्डरस्ट्यान्डिङ नभए पनि साकेला चाहिँ प्रायः अब धेरै नानीहरूले अहिले यङ जेनेरेसनले उहाँहरूले चाहिँ आइराख्नु भएको छ त्यो सिलिड नाच्नु पनि हुन्छ अब धेरै उमा चाहिँ अब उहाँले लिड पनि गरिराख्नु भएको छ त्यो चाहिँ राम्रो पक्ष जस्तो लाग्छ हजुर किनभने अब सङ्गीत अब यो अब होइन अब ले चाहिँ अब होइन धेरै त्यो जर्नलिस्ट हुँदो रहेछ क्या त्यो उहाँहरूलाई अब साकेला सिली अब के को लागि हो भनेर थाहा छैन यद्यपि त उहाँहरू आइराख्नु भएको त्यो चाहिँ राम्रो पक्ष हो हजुर त्यही त मैले भन्नु खोजेको अब यो अहिलेको यङहरू छ नि ज्यू अब भोलिको चाहिँ उहाँहरू नै हो ज्यू अनि यङहरूलाई चाहिँ हामीले कसरी तान्ने ल्याउने भन्ने कुरामा चाहिँ जस्तै हाम्रो किराँत राई यायुखाको युकेको छ हरेक ब्रान्चहरू छ नि त आसफोर्ड केनमा भयो ननिङटनमा भयो हरेक ठाउँमा छ अनि त्यो हरेक ठाउँकोहरूलाई चाहिँ हामीले कसरी काम दिइरहेको छौँ कि त्यसको त्यो नीति त्यसको त्यो एउटा प्लान छ कि छैन आजसम्ममा होइन जस्तै तपाईँहरूकोमा कतिजना नयाँ नानीहरू छन् जसले त्यो बुझ्दैछन् त हामी क्याम्प पनि गर्न सक्छौँ भन्ने खालको एउटा योजनाहरू छ नि इङ्ग्लिसबाटै वाट इज किराँत राई यायुखा अनि राई हामी किन भयौँ अनि हामीले किन मनाएको हाम्रो संस्कृति र हाम्रो पहिचान के हो भन्ने कुरा हामीले इङ्ग्लिसबाट पनि उहाँलाई त्यो खालको एउटा क्याम्पिङ गर्ने खालको प्रोग्रामहरू गर्दा चाहिँ अलिकति उहाँहरूले अलिकति गहिरेर बुझ्नुहुन्छ कि अलिकति फेरि उहाँलाई इच्छुक आउँछ कि त्यो बुझ्ने ज्यू ज्यू यो चाहिँ एकदम तपाईँको सही कुरो हो धेरै कुरो चाहिँ के हुँदो रहेछ भनेदेखि त्यो अब हामीले एकदम सोच्नुपर्छ त्यो पछि अब हामीले त्यो अब गर्न आवश्यक पनि छ र कतिपय कुरो चाहिँ अब यो हाम्रो भाषिक अथवा मुद्दुमी कुरोहरू चाहिँ यो उमेरले पनि अब त्यसलाई असर पार्दो रहेछ क्या होइन तपाईँ त अब एकदमै प्रोएक्टिभ भएर यङ अब अवस्थामै अब एजमै अथवा होइन एकदमै अब भर्खरको अब तरुण अवस्थामै तपाईँ एकदमै लागिराख्नु भएको छ किराँत यायुखाको आफ्नो अब त्यो किराँत राईको अब बुझ्नुपर्छ हाम्रो सबै कुरो हुनु अब हामीले सिक्नुपर्छ यसलाई अब सबै अब यङहरूलाई यसलाई बुझाउनुपर्छ भन्ने हो तर धेरै चाहिँ अब त्यो उमेरले अथवा त्यो आफ्नो आफ्नो विशेष गरी म भन्छु उमेरकै अब त्यो अवस्थाले गर्दाखेरि त्यति त्यो सिक्ने उहाँहरूले इच्छुक गर्नुहुन्न म पनि पहिला यो थाहा थिएन अलिकति उमेर ढल्किँदै गएपछि चाहिँ अब त्यो हो र धेरै मान्छेहरू अब हाम्रो यायुखामा पनि अब जहाँ पनि अलिक उमेर अब होइन अलिकति माथि पुगेका व्यक्तिहरू आउनुहुन्छ त्यो भएको हुनाले एट्र्याक्ट गर्नु चाहिँ एकदमै गाह्रै छ होइन अब बिस्तारै बिस्तारै अब यो त अब के भयो एउटा प्राकृतिक नियम हो नि त होइन जब उहाँहरू अब त्यो अवस्थामा पुग्दै जाँदाखेरि त्यसै पनि आफ्नो अब समुदायको किराँत राईहरूको अब पहिचान हाम्रो मुद्दुमी कुरोहरू हाम्रो वेशभूषा के हो र हामीले गर्नुपर्ने केहरू पछि आउनुहुन्छ होला अब त्यतिखेर चाहिँ अब सायद अब हामीले डेफिनेटली अहिले चाहिँ अब हाम्रो विधान अब अङ्ग्रेजीमा बनाउनुपर्छ भन्ने हो र अब अहिले नै झन्नै म भन्छु 25% त अब हाम्रो भाषामा सबै अङ्ग्रेजी पढ्छ नै होइन र सायद त्यो अब कालान्तरमा केही वर्ष पछाडि त्यो हुनु जरुरी छ त्यो हुन्छ नै त्यो अब नचाहँदा नचाहँदा त्यो हुन्छ नि हामीले गर्नै पर्ने अवस्था आउँछ अभियसली अब युके समितिमा तपाईँ हुनुहुन्छ होइन मैले हल्का तपाईँलाई त्यो एउटा यो सिक्रेट मात्रै दिएको त्यो राख्नुहुन्छ होला कुराहरू होइन कसरी जाने के गर्ने अब युवाहरूलाई होइन कसरी ल्याउने कसरी उनीहरूलाई परियोजन गर्ने यो हाम्रो संस्कृतिलाई कसरी उनीहरूमा जगड नगर्ने होइन उनीहरूमा हस्तक्षेप गर्ने भनौँ न उहाँहरूलाई एउटा ल है यस्तो है भनेर बुझाउने बुझ्न लगाउने वा बुझाउने र सिकाउने भनौँ न यो कुराहरूमा हामीले अहिले हेर्दा चाहिँ त्यति इम्पोर्टेन्ट देख्दैनौँ तर भविष्यको म त जहिले नि किनभने त्यो कहिलेकाहीँ क्लिक जान्छ मेरो दिमागमा चाहिँ ला भोलि के गर्ने होला दुईजना मात्रै नाचेर त हुँदैन भोलि होइन नाच्न मात्रै आयो भनेर फेरि नाचेर मात्रै भएन उनीहरूलाई फेरि उनीहरूको गोरा साथीले सोध्दैला होइन वाट यु डुइङ वाट यु डान्सिङ भनेर त्यहाँदेखि जस्ट साकेला भन्दा वाट इज साकेला भन्ने त साकेलाको मिनिङ पनि थाहा हुनु पऱ्यो नि त होइन अनि त्यहाँदेखि वाइ यु डान्सिङ भनेर त त्यसको अर्थ पनि थाहा हुनु पऱ्यो अनि त्यो कुराहरूलाई अलिकति बेसिक वेमा हामीले अहिलेदेखि नै जनाउँदै गयौँ भने चाहिँ भोलि गएर उनीहरूलाई अप्ठ्यारो पनि हुँदैन अनि त्यहाँदेखि उनीहरूलाई अकमकिनु बित्तिकै ओहो मैले त गलत पो गर्दैछु क्या हो भन्ने खालको नभइदोस् भन्ने चिन्ता र यो गऱ्यो भने चाहिँ राम्रो हुन्छ होला यस बापत पनि अब हाम्रो किराँत राई यायुखा युकेले मैले गरेको तपाईँको क्याम्पिङ
पनि क्याम्पिङ होइन तपाईँहरूको एउटा टुर पनि भयो नेपाल टुर होइन हाम्रो जुन मुद्दुमिक स्थल नेपालमा छ सृष्टिको उत्पत्ति उत्पत्ति होइन अब त्यो कतिले मान्ला नमान्ला तर हाम्रो कम्युनिटीले हामी किराँतीहरूले त मान्दै आएको हौँ र नमानेर नि भएन त्यो हो नै होइन यो शिल्पा सिलिचोङ जाने यो जुन युकेबाट एउटा त्यसको चाहिँ के प्लानमा र अनि त्यसको लक्ष्य के हो तपाईँहरूको यो चाहिँ हामीले वर्ष लास्ट इयर किराँत राय खाएको हाम्रो अध्यक्ष हाम्रो पूर्व अध्यक्ष मेजर योगेश साहब म अनि हाम्रो जनरल सेक्रेटरी ईश्वर चामलिङ अनि अरू हाम्रो सल्लाहकार हाम्रो रत्न राई अनि उहाँको श्रीमती पहिला हाम्रो यता वेस्टर्नमा हुन्थ्यो त्यहाँको पहिला अध्यक्ष पनि गर्नुभयो होला खटाङ सेवा समाजको त्यतिखेर उहाँ अध्यक्ष हुन्थ्यो क्या अनि उपाध्यक्ष त्यस्तो अब हाम्रो डाक्टर सुमाया दिदीहरू हामी झन्डै 15 जना जति हामी गएका थियौँ विशेष गरी त्यो साल चाहिँ यो साल्पा सिलिचुङ संरक्षण सम्वर्धन एउटा अन्तर्राष्ट्रिय समिति छ उहाँहरूले चाहिँ त्यहाँ सुन्निमा पारुहाङको मूर्ति नै नभन्नु एकदमै ठुलो त छैन अब त्यो चाहिँ माथि सिलिचुङ भनेको चाहिँ डाँडा हो त्यहाँ चाहिँ स्थापना गर्ने र त्यसको अनावरण गर्ने अनि त्यस्तै ओर आएपछि साल्पा पोखरी छ होइन त्यसको अलिकति दक्षिणमा चाहिँ एउटा ओपन एरिया छ त्यहाँ चाहिँ नाक्सुङको अथवा गापुङको धामीको ठुलो मूर्ति त्यो मेटलको बनाउनु भएको थियो र त्यसलाई अनावरण गर्ने कार्यक्रम भएको हुनाले अब हामीलाई पनि अब निमन्त्रणा गरिएको थियो किराँत आएका बेलायतलाई अनि अब हामी चाहिँ फेरि दाता पनि भएकोले मैले 1,15,000 क्यासै पनि मैले त्यहाँ सहयोग गरेँ त्यस्तै अब जो हामी दाता छौँ सबैले अन्तर्राष्ट्रिय रूपमा उहाँहरूले आह्वान गरेको हुनाले हामी पनि त्यहाँ गयौँ र अब सबै धर्मको अथवा एउटा भाषिकहरूको एउटा जातिको एउटा महत्त्वपूर्ण स्थान छ नि त होइन त्यो सबैको अब हामीलाई थाहा छ इसाईहरूको यो अब हाम्रो इस्लामहरूको त्यस्तै अरू जैनहरूको त्यस्तै हाम्रो किराँत राईहरूको पनि त्यो साल्पा सिलिचोङ चाहिँ अब हामी उत्पत्ति भएको हाम्रो सृष्टि हाम्रो जब सृष्टि हो हाम्रो मुद्दुमी एउटा र अब मुद्दुमी अब कथा भनौँ त्यो किम्वदन्ती भनौँ अथवा त्यो मिथकमा चाहिँ हामी त्यहाँबाट उत्पत्ति भएको हुनाले अब त्यो ठाउँलाई त अब हामीले मान्नु पर्यो पुज्नु पर्यो होइन र जति पनि हाम्रो अब नाक्सुङ अथवा धामीहरू हुनुहुन्छ हजुर गापुङहरू उहाँहरू त्यहाँ गएर आफ्नो पूजा अथवा त्यहाँको मुद्दुमी कार्यक्रम गरेपछि मात्रै उहाँहरू प्रपर अब उहाँहरूको कम्प्लिट उहाँहरूको नक्सुङ हुनुहुन्छ अरे र जति पनि हाम्रो मुद्दुमी ऋषिया भन्छ हामी मुद्दुमी त्यो ऋषिया गाउँदा गर्दा चाहिँ अनि उहाँहरू त्यहाँबाट सुरु अनि त्यहीँ नै अन्त गर्नुपर्ने रहेछ क्या अनि त्यो भएकोले एकदमै त्यो अब हामी त सृष्टिको उत्पत्ति भएको हुनाले हामी अब त्यहाँ जानै पर्छ भन्ने हाम्रो निर्णय भएर हामी गयौँ र त्यहाँ पुग्ने अब ठाउँ चाहिँ अब त्यो अब के भन्ने एक्सेस गर्नु त्यहाँ पुग्ने ठाउँ चाहिँ झन्डै 4 ठाउँबाट रहेछ सबभन्दा पूर्वमा चाहिँ यो त शङ्खो यो चाहिँ फेरि कस्तो रहेछ भने एउटा संयोग अथवा एउटा त्यो भौगोलिक अवस्था चाहिँ त्यो चाहिँ कतिवटा जिल्ला 3वटा जिल्ला होला शङ्खसभा भोजपुर खोटाङ अनि सोलुखुम्बु 4वटा जिल्लाको ठक्कै बिचमा त्यो अब के भन्नु बिचमा भन्नाले जोडिन्छ त्यहाँ जोडिन्छ के होइन र उता पूर्वबाट आउँदा चाहिँ अब शङ्खसभाबाट आउनु पर्यो होइन त्यहाँ हिँड्दैन अलिक दक्षिणबाट आउँदा चाहिँ के रहेछ भनेदेखि दक्षिण पूर्व भनौँ न धरानतिरबाट पनि गइँदो रहेछ तल तुमलिङटार हुँदै एउटा फेदी हुँदै त्यहाँ गइँदो रहेछ अर्को चाहिँ अहिलेको हाम्रो एकदमै नामी मुद्दुम ट्रेल होइन त्यहाँबाट हिँडेर झन्डै 4 दिनमा यो चख्या भन्दाङबाट त्यहाँ पुगिन्छ 4 दिनबाट
र अर्को चाहिँ यता सुनबेलपट्टिबाट हिँडेर 2 दिनमा पुगिन्छ, बाटो छोडेर 2 दिनमा। हजुर। र अझै सबभन्दा पश्चिममा चाहिँ यो महाकुलुङ भनिँदो रहेछ, यो त सोलुमा पर्छ। र त्यहाँबाट पनि त्यो गाडीबाट उत्रेपछि हिँडेर झन् 2 दिनमा त्यहाँ पुगिन्छ। गर्दाखेरि अहिले चाहिँ त्यहाँ मोटरेबल एक्सेस चाहिँ छैन होइन, तर हिँडेर चाहिँ त्यसरी अब त्यहाँ पुग्ने एक्सेस चाहिँ त्यो रहेछ। मेरै सन्दर्भमा चाहिँ म झन् हाम्रो परिवारको अब हाम्रो किराँत पुमा राई तुफका बाङ्खाला बेलायत, किराँत पुमा राई तुफका बाङ्खाला हाम्रो गाईघाट भन्ने हाम्रो त्यो आफ्नो पुमाहरूको हाम्रो शाखा संस्थाहरू छ, त्यसलाई लिड पनि गरेर अरू साथीहरू आउनुभएको थियो, हाम्रो भाइहरू। हामी 7 जना गएको छौँ। जाँदा चाहिँ हामीले सबभन्दा नजिक अथवा गाडीको एक्सेसको सबभन्दा नजिकबाट गयौँ। हजुर। धरानबाट धनकुटा, हिले, पाख्रीबास, तल तुमलिङटार, त्यसपछि तरेपछि त्यो त्यहाँ तमोर अनि अरुण तरेपछि चाहिँ यता भोजपुर हुँदै गाडीले धेरै माथि साल्पा सिनिचोको गाउँपालिकाको फेदी भन्ने हजुर सानो बस्ती रहेछ, त्यहाँसम्म हामी पुग्यौँ। र अलिकति माथि जौबारी भनिन्छ, त्यहाँबाट एकदमै उकालो छ, त्यहाँ गएर बस्यौँ। अनि भोलिपल्ट झन्डै हामी 3 बजीतिर पुग्यौँ। जस गाडीबाट अथवा एकदमै नजिक एक्सेस चाहिँ त्यो त्यहाँ पुग्यौँ। कति दिनमा पुग्नु तपाईँ? 2 दिन भनौँ न। 2 दिनमै पुग्नु। धरानबाट बिहान 6 बजे हिँडेर त्यो फेदीको अलिकति माथिसम्म पुग्यौँ। भोलिपल्ट हिँडेर चाहिँ 1 दिन हिँड्यौँ नि, भोलि 1 दिन एकदमै हिँड्यौँ। अनि माथि चाहिँ अहिले निकै राम्रो काम भइरहेको छ, साल्पा सिलिचु गाउँपालिका भनिन्छ। हजुर। अनि त्यहाँ चाहिँ उहाँहरूले चाहिँ एउटा बेस क्याम्प जस्तो बनाउनु भएको छ, अलिकति त्यो जुन चाहिँ साल्पा पोखरीबाट अलिकति नजिक, अलिक तलतिर। अनि त्यसमा चाहिँ त्यहाँ उहाँहरूले एकदमै त्यो बस्नको निम्ति झन्डै 3वटा पक्का ढुङ्गाकै होइन गारा लगाएकै त्यहाँ बस्न सक्ने, बास बस्ने, अनि सबै बिचमा चाहिँ टेन्टहरू के तम्बुहरू टाङ्नु भएको रहेछ। अनि गएपछि तपाईँको एकदमै ओढ्ने ओछ्याउने पनि सबै सुविधा, स्लिपिङ ब्यागहरू, सिरेकहरू, डस्टनाहरू सबै दिने, तर अलिकति रेन्ट तिर्नुपर्ने। त्यो त भयो, एकदमै राम्रो गर्नुभएको छ। अनि त्यसको अलिकति सबभन्दा मुनि चाहिँ सानो एउटा ग्राउन्ड पनि, जहाँ चाहिँ ठुलो अब एउटा भेला पनि गर्न सकिने। हजुर। अनि त्यो विशेष गरी त्यो क्याम्पको सबभन्दा देब्रे र सबभन्दा दाहिने एजमा चाहिँ एकदमै टोइलेट होइन, अनि 3-3वटा धारा भएको हो तपाईँको धारा। हजुर। 4 घन्टा लाग्छ अरे पानी ल्याउन है। हजुर। त्यो व्यवस्था र हामी जाँदाखेरि एकदमै खानको लागि पनि एकदमै त्यो तल फेदीको परिवारले चाहिँ सबै खाना, तपाईँ ढेँडो खानुहुन्छ कि भात खानुहुन्छ अब होइन, मासुहरू एकदमै सुपथ मूल्यमा उहाँहरूले त्यो दिनुभयो त्यतिखेर, एकदमै राम्रो गरिराख्नु भएको छ होइन त्यो। त्यो छ। अनि हामी त्यहाँ गएपछि त्यहाँ हाम्रो पूर्व मन्त्री सुदन किराती आउनुभयो। हजुर। उहाँ हुन्थ्यो क्या मुख्य प्रमुख अतिथि। त्यसपछि अब सबै अब संस्थाहरूको सङ्घ संस्थाको व्यक्तिहरूलाई बोल्ने पनि दियो होइन। त्यहाँको मेयर आउनु भएको थियो, हाम्रो मूलबारे कान्छा हो अन्तर्राष्ट्रिय उहाँ संरक्षण सम्वर्धन समितिको अध्यक्ष, उहाँहरू बोल्नु भएको थियो र एकदम राम्रो भयो कार्यक्रम। यो शिल्पा सिलिङचोङ जुन मुद्दमिक हाम्रो सृष्टि उत्पन्न भएको हामी किराँतीहरूको भनेर भनिन्छ, तपाईँले त्यहाँ जाँदाखेरि चाहिँ कस्तो खालको अनुभव, कस्तो खालको महसुस हुँदो रहेछ त्यो ठाउँमा पुग्नुलाई? अब कोही त कति त पुगेको छैन, मै पुगेको छुइनँ होइन, धेरै पुगेको छैनौँ हामी पुग्नलाई। अब कतिलाई त शिल्पा सिलिचोङ भनेको के हो भन्ने कुरा थाहा छैन होइन, कहाँ छ भन्ने कुरा थाहा छैन होइन। अब यो ठाउँमा पुग्दा चाहिँ तपाईँको त्यो मनबाट आएको त्यो एउटा हर्षित त्यो एउटा त्यो हुन्छ नि अनुभव हुन्छ नि, के थियो अनुभव? हजुर, त्यो एकदम गहन प्रश्न। त्यो मुख्य रूपमा अब आफूलाई थाहा छैन भने त त्यसको महत्त्व पनि भएन होइन। जब मैले त्यो थाहा पाएँ र त्यहाँ पुगेँ, मेरो चाहिँ अब तपाईँलाई भन्नुपर्दाखेरि चाहिँ यो कोभिड रोगले मलाई चाहिँ निकै ग्रस्त बनाएको थियो। त्यो भएको हुनाले मलाई अलिकति यो फिजिकल पनि मलाई गाह्रो पर्छ। हजुर हजुर। तथापि मैले आँट गरेर गएँ। त्यहाँ पुगेपछि एक प्रकारको अब
आत्मसन्तुष्टि अब हाम्रो ठाउँ आइपुग्यो भने मनभित्र एक प्रकारको आफूलाई एकदमै ठुलो एकदमै के भनौँ त्यो आशीर्वाद मिलेको होइन अब मैले ठुलो काम गरेँ म यस्तो ठाउँमा आएँ भने त्यो डेफिनेटली हुँदो रहेछ होइन मन झिरिङ्ग हुँदो रहेछ अनि त्यहाँ पुगेपछि त्यो साल्पा पोखरी चाहिँ फेरि कस्तो रहेछ भने अलिक अचम्म होइन त्यहाँ वरिपरि एकदमै त्यो सानो खाले गुराँस अथवा त्यो गुराँसको जातको रुखहरू थुप्रै छन् हजुर तर त्यो पोखरीमा चाहिँ कुनै पनि त्यो पातहरू केही पनि नदेखिने क्या एकदमै त्यो एकदम सफा मान्छेले गरेको कि त्यो नेचुरली अरे होइन अब त्यो चाहिँ अब पहिलाको भनाइमा चाहिँ चराहरूले सफा गर्छ भन्ने त्यो बुझिन्छ तर त्यहाँ अचम्म त्यो थिएन होइन त्यसको वरिपरि त्यहाँ अलिकति त्यो पूजा गर्ने ठाउँहरू रहेछ सरी त्यसलाई चाहिँ परिक्रमा गर्नुपर्ने हामीले चाहिँ आफ्नो उबाट त्यहाँ अब हामी त्यो जो गएको थियौँ हामी आफैलाई चाहिँ अब अलिकति हामीले फेटा लाएर होइन सम्झेर पितृहरूलाई सम्झेर लु हामी आइपुग्यौँ भनेर एकछिन हामीले ध्यान गरेर त्यो वरिपरि परिक्रमा गऱ्यौँ जसले गर्दा एक प्रकारको आत्मसन्तुष्टि अब आफ्नो ठाउँमा आइयो भनेर आफूलाई ब्लेस्ड होइन कुनै पनि आशीर्वाद भएको त्यो त्यसै पनि त्यो अनुभव हुने रहेछ र त्यहाँ चाहिँ अब विचार गर्नुपर्ने चाहिँ अब के रहेछ भनेदेखि त्यो चाहिँ निकै अल्टिट्युड निकै माथि हो होइन 3700 कति फिटमा र त्यहाँ हामी जाँदाखेरि त्यो हिउँहरू पग्लिएको थिएन क्या इभेन त्यो चैतमा पनि गर्दाखेरि हामी 3 रात बस्यौँ र अन्तिममा चाहिँ त्यो मान्छेको चाहिँ त्यो अल्टिट्युडले गर्दा एकदमै त्यो इनर्जी डिग्रेड हुँदो रहेछ अनि पछि मलाई चाहिँ अब निकै साह्रो पर्नु थाल्यो र पछि झर्दा चाहिँ निकै अप्ठ्यारो पनि पऱ्यो अनि म चाहिँ त्यहाँ के लोकल नानीलाई तल झर्ने बेलामा अनि आफै चाहिँ अब त्यो बोकाएर पनि झरेँ क्या गर्दाखेरि त्यो बिस्तारै बिस्तारै त तपाईँको त्यो इमेज चाहिँ डिग्रेड हुँदो रहेछ अनि त्यो डाँडामा त अब हिउँहरू बसिरहेको थियो कि तर म पक्का सिलिसुङको डाँडामा चाहिँ अब मेरो होइन हेल्थ उसले चाहिँ म गइनँ के अरे रिस्कले तर पोखरीमा गएँ त्यो डाँडामा गएँ अनि त्यसरी हामीले आफ्नो होइन मुद्दुमी कुरोहरू गाउँ अब पितृलाई सम्झेर पूजा गरेर झऱ्यौँ अब त्यो हो एकदमै अब ब्लेस हुन्छ त्यसै पनि होइन म सबैलाई अहिले के भन्छु भनेदेखि त्यो हाम्रो ठाउँ हो होइन हामीले चाहिँ अब त्यहाँ जानको निम्ति अब समय मिलाउनु पऱ्यो जानु पऱ्यो जो हामी नेपाल जान्छौँ होइन अहिले त इनफ इन्फर्मेसन छ अब गाडीको बाटो चाहिँ अझै अलिकति माथि लाने त्यो पनि उहाँहरूले गर्दै गर्नुभएको छ बेस क्याम्पसम्म होइन सायद अब 1-2 वर्षमा बेस क्याम्पसम्म पुग्छ होला त्यो भएको हुनाले त्यो गयो भने चाहिँ हामीले सजिलै पुग्न सक्छौँ होइन र म सबैजना हाम्रो किनभने राई समुदायले चाहिँ त्यहाँ जानको निम्ति म हार्दिक अनुरोध पनि गर्छु र उहाँलाई त्यो भन्न पनि चाहन्छु म पनि स्पेसली हाम्रो यङ जेनेरेसन मेरो एजको र मभन्दा तलको यदि तपाईँ हामी नेपाल जाँदैछौँ भने शिल्पा सिलिसौँ सँगै जाउँ साल्पा सिलिसौँ सँगै जाउँ म पनि यो डिसेम्बरमा जाने मेरो प्लान छ नेपाल म त्यतिखेर जानेछु जाने त्यो चाहिँ एकदमै चिसो बेला हो अलिकति होसियार गर्नु चिसो बेला हो अलिक होसियार गरेर जाने हामीले चाहिँ किरात राखेको जाउँ है साल्पा सिलिचुङ भन्ने अभियान नै हामीले लिएका मैले किताब ती जस्तै लेखेको छु किताब लिएँ मैले फ्ल्यागहरू बनाएको थियौँ हामीले पछाडि बोकेर गएको थियौँ एकदमै होइन एकदमै मजा भयो हजुर त्यो होइन हामी धेरै माथि अब जस्तै पोखरातिरको माथिको डाँडाहरू निकै गयौँ हिँड्यौँ होइन हामी त्यतातिर जान्छौँ टुरिज्म एरिया बनाउँछौँ तर हामी आफ्नै घर चाहिँ बिर्सेको छौँ जस्तो लाग्छ मलाई चाहिँ म पनि त्यो फिल गर्दैछु आजभोलि चाहिँ त्यो तपाईँ अघि भन्नु नि त्यो कुनै न कुनै दिन कनेक्सन आउँछ होला नानीहरूमा भन्नुहुन्छ नि यहाँको मेरोमा चाहिँ अलिक चाँडै आयो कि कसो के छ नेपालमा नि उयो भएर होला